हाम्रो छलफलको चौथो एपिसोड हो। आजको रिफ्लेक्टिभ डायलग भनेर भनेका छौँ। त्यसको चौथो एपिसोड। म लेख बराल र मसँगै हुनुहुन्छ मेरो मित्र अमरबहादुर सिंह। हामी दुवैजना आफ्नो भनौँ न अब यो चाहिँ विद्यावारिधि अनुसन्धान एकजना अमर सरले चाहिँ भर्खर सकाइसक्नुभयो र म पनि सकाउने प्रक्रियामा छु। यो अवसरमा आज अलिकति हामीले के कुरा गर्न खोज्यौँ भन्दाखेरि चाहिँ हामी अनुसन्धानदाताहरू आजभोलि चाहिँ यो अनुसन्धानमा विशेष गरी चाहिँ एउटा नयाँ शब्द प्रयोगमा आइरहेछ, डिकोलोनाइजेसन गर्ने होइन। त्यो प्रायः सो अनुसन्धाताहरू डिकोलोनाइजेसन रिसर्चको बारेमा लेख्ने धेरै अनुसन्धाताहरू चाहिँ जस्तो हाम्रो नेपालको सन्दर्भमा अथवा एसियन अथवा अफ्रिकन सन्दर्भमा चाहिँ विदेशमा बसेर अनुसन्धान गरिरहेछ। जस्तो म नर्वेमा बसेर अनुसन्धान गरिरहेको छु। मैले उदाहरणको लागि नेपालमा गएर मैले तथ्याङ्क अथवा चाहिँ भनौँ न मेरो डेटा सङ्कलन गरेँ र त्यसलाई मैले चाहिँ भनौँ न अब त्यो डिकोलोनियल पर्सपेक्टिभबाट एनालाइज गरेँ भने त्यसमा मेरो भूमिका के रहने विशेष गरी होइन। मैले आफूलाई के रिप्रेजेन्ट गर्छु र मैले कसरी चाहिँ त्यो अनुसन्धानलाई डिकोलोनियल चाहिँ क्लेम गर्छु भन्ने विषयमा अलिकति कस्ता विरोधाभासहरू हुन सक्छन्, कस्ता चाहिँ सम्भावनाहरू हुन सक्छन् भन्ने विषयमा छलफल गर्छौँ। मेन त्यो पनि भयो होइन। अर्को कुरा तपाईँको अब यो डिकोलोनियल पेडागोजी अथवा भन्ने चलन छ, डिकोलोनियल नलेज, डिकोलोनाइजेसन अफ एजुकेसन भन्ने टर्म पनि छ। के हो त आखिरमा होइन। हामी यो फिल्डको एक्सपर्ट त होइन, तर हाम्रो एउटा सामान्य एकाडेमिक अन्डरस्ट्यान्डिङ के हो, साँच्चै एकाडेमी डिकोलोनाइज छ कि अथवा जस्तै नर्वे र नेपालको तपाईँको कन्टेक्स्टलाई कम्पेरिसन गर्ने हो भने त होइन आकाश पातालको फरक देखिन्छ। यिनीहरूको चाहिँ अब हरेक हिसाबले चाहिँ रिसोर्स रिच कन्ट्री भएकोले गर्दा यिनीहरू त्यो डिकोलोनाइजेसन प्रोसेसमा धेरै अगाडि छन् एक अर्थमा भन्ने हो भने होइन। किनभने डिकोलोनाइजेसनको एउटा पार्ट के हो भने तपाईँको आफ्नै देशमा बसेर गरी खान पाइयोस्। त्यो एउटा भनेको तपाईँसँग आफ्नो देशमा बस्ने एउटा वातावरण छ, त्यही तपाईँ काम गर्न सक्नुहुन्छ। तपाईँले के विश्वास छ भने म मेरो देशमा गएर मेरो जीविकोपार्जन गर्न सक्छु, मेरो समाजमा कन्ट्रिब्युट गर्छु। तपाईँसँग एउटा आम साइकोलोजी छ, म चाहिँ त्यसरी हेर्छु होइन। अर्को त अब अरू धेरै एस्पेक्टहरू छन् अहिलेको यो तपाईँको यो बहुआयामिक भन्छ नि के मल्टी डिमेन्सनल पर्सपेक्टिभ भयो होइन। त्यो एउटा भयो अनि यो डिकोलोनाइजेसनको मैले बुझेको सामान्य त कसरी बुझ्छु भन्दाखेरि हामीले जुन आधुनिक शिक्षाको जग बसाल्यौँ नि, त्यो शिक्षाको जग नै कसरी सुरुवात भएको छ त भन्दाखेरि आधुनिक शिक्षा चाहिँ विशेष गरी अब हाम्रो नेपालमा दक्षिण एसियामा भन्ने हो भने आधुनिक शिक्षाको सुरुवात बेलायती कलोनी इन्डियामा विद्यालयहरू खोलियो। त्यसकै आधारमा नेपालमा पनि त्यो भयो। जस्तो हामीले एसएलसी दिने बेलामा पहिला एसएलसी पटनामा दिन जानु पर्थ्यो, नेपालमै पनि होइन। नेपालको एसएलसी बोर्ड पटनामा थियो होइन। पछि त्यो नेपालमै आयो होइन, राणा शासनको बेलातिर अथवा कहिले आएको हुनुपर्छ। र अहिलेसम्म पनि हाम्रो जुन शिक्षा प्रणाली जुन छ हाम्रो देशमा स्थापित भएका बुढा नीलकण्ठ स्कुल राष्ट्रिय विद्यालय भनेर भनिन्छ। आजभोलि त गण्डकी बोर्डिङ स्कुललाई पनि राष्ट्रिय विद्यालय भनिन्छ। त्यो विद्यालयहरूको स्थापना त्यही जगमा भएको होइन। त्यो एउटा एस्पेक्ट भयो तपाईँको। किनभने एउटा त कोलोनियल पर्सपेक्टिभ भनेको डिकोलोनाइजेसन भनेको तपाईँसँग सबै कोलोनाइज रिसोर्स स्ट्रक्चरहरू छ, त्यसलाई तपाईँ बिस्तारै आफ्नो नेसनल इन्ट्रेस्ट अनुसार तपाईँले त्यसलाई चेन्ज गर्ने होइन। एउटा नेसनल इन्ट्रेस्ट भयो। अब नेसनल इन्ट्रेस्ट तपाईँको चाहिँ अब एउटा भनेको मेन वान एस्पेक्ट भनेको लिङ्ग्विस्टिक ल्याङ्ग्वेजको एस्पेक्ट। किनभने तपाईँको गरी खाने बोल्ने सबै भाषा के छ भने अङ्ग्रेजी छ। अङ्ग्रेजी जाएन भने तपाईँको कहिले छैन भन्ने खालको जुन बुझाइ छ नि, त्यो डिकोलोनाइजेसन कोलोनियल एउटा माइन्डसेट नै हो होइन। त्यो कोलोनियल माइन्डसेट अहिले पनि नेपालमा विद्यमानै देखिन्छ होइन। जस्तै यहाँको कम्पेरिजन भने दिस इज जस्ट अ ल्याङ्ग्वेज अफ कम्युनिकेसन होइन। तपाईँको एउटा भाषाको माध्यम हो। तपाईँलाई चाह्यो भने यु क्यान लर्न इट एन्ड देन कमान्ड इट एन्ड डु समथिङ होइन। भाषा अङ्ग्रेजी भाषा मात्रै पनि होइन, तर जस्तै अङ्ग्रेजी नै खालको भन्नु जुनसुकै भाषा भन्नु चाहिँ एउटा
पर्सपेक्टिभमा यहाँ पनि अङ्ग्रेजीकै हाली महलले छ नि एक अर्थ भन्यो भने होइन यहाँ पनि अब गल्ली गल्लीमा अब अङ्ग्रेजीमा लेखियो त्यसले हाम्रो भाषा बिग्रियो यसलाई नर्वेजीमा लेख्नुपर्छ भन्ने एउटा पर्सपेक्टिभ पनि त छ त्यो पनि तपाईँको त्यही डिकोलोनाइजेसनको एउटा पार्ट त हो होइन र अङ्ग्रेजी मात्रै पनि होइन नेपालीमै पनि तपाईँलाई एउटा उदाहरण सानो उदाहरण दिन्छु होइन म स्कुल जाँदा मेरो आफ्नो उदाहरण म स्कुल पढ्थेँ स्कुल पढ्दाखेरि मैले घरमा मेरो बाउलाई मेरो आमालाई मेरो बुवालाई मेरो आमालाई हजुर तपाईँ भन्न सिकेँ अथवा मैले तिमी भन्न सिकेँ होइन मसँग एकजना अर्को साथी छ उसको घरमा उसको फ्यामिलीमा उसको अब पारिवारिक वातावरण शिक्षाको आधुनिक शिक्षाले छोएको थिएन उसको परिवारमा आमालाई बाउलाई तिमी भन्नु अथवा इभन तँ भनेर बोलाउनु पनि सामान्य थियो होइन अब त स्कुलमा आउँछ उसले टिचरलाई शिक्षकलाई तँ भनेर चाहिँ भनौँ सम्बोधन गरौँ उदाहरणको लागि होइन भने ऊ चाहिँ त्यसको लागि दण्डको भागी बन्यो ऊ चाहिँ तैँले मलाई सम्मान गरिनस् तैँले त्यस्तो चाहिँ भन तेरो भाषा चाहिँ कमसल भयो तेरो भाषाले मलाई अनादर गर्यो भनेर उसले दण्डको शिकार बन्यो तर वास्तवमा उसले अनादर गर्न खोजेको त होइन किनभने उसले आफ्नो बाबुआमालाई पनि त्यही भन्छ त्यसलाई अब तपाईँको डिकोलोनाइजेसनले जोड्ने हो कि थाहा भएन होइन अब कोलोनाइजेसन म चाहिँ यो कोलोनाइजेसन भनेको अब ब्रोडर पर्सपेक्टिभको कुरा गर्दा तपाईँ त्यो भित्र हेर्दै गयो भने त अब त्यो कम्युनिटीमा समाजमा परिवारमा जातिमा अनि पछि त्यो हुने खानेहरूको त्यो ढङ्गले गयो भने त अर्कै खालको छ होइन मैले त्यसरी नै बुझ्छु यो डिकोलोनाइजेसन भनेको के हो भन्दाखेरि हामीले जसलाई पनि हाम्रो चाहिँ त्यो जुन आफ्नो परिवारमा आफ्नो समाजमा आफ्नो कम्युनिटीमा हामीले जसरी चाहिँ भाषा प्रयोग गर्छौँ अथवा ज्ञानको आदान प्रदान गर्छौँ त्यो ज्ञानको आदान प्रदान गर्ने तरिकालाई नै हामीले पहिला नेपाली भाषा भए पनि जुन राष्ट्रिय एक राष्ट्र एक भाषा एक भेष भन्ने जुन चाहिँ उस सभ्यताको सुरुवात भयो होइन राष्ट्र निर्माणको प्रक्रिया सुरु भयो त्यति बेलादेखि भएर नै हामीले चाहिँ स्ट्यान्डर्ड भाषा होइन विद्यालयमा स्ट्यान्डर्ड भाषाको प्रमोसन गर्ने जस्तो नर्वेमा त्यो हुँदैन नर्वेमा चाहिँ कमसेकम लेख्नको लागि पढ्नको लागि एउटा स्क्रिप्ट स्ट्यान्डर्ड देशभरिको स्ट्यान्डर्ड छ तर सार्वजनिक छलफलमा कुराकानी गर्दाखेरि मानिसले आफ्नो आफ्नो चाहिँ स्थानीय चाहिँ भाषिका प्रयोग गर्छन् तर हाम्रो विद्यालयहरूमा त्यो स्थानीय भाषा ओरल रूपमा पनि त्यो प्रयोग निषेध गरियो यहाँ तपाईँको त्यो पहिलेको हिस्टोरिकल फेज अनुसार हेर्ने भने अहिलेसम्म त्यो कायमै छ होइन अब हामीले पनि भनौँ न हामीले पनि पढ्दाखेरि अब हाम्रो आफ्नै भाषामा पढ्यो आफ्नै बजाङ्गी बोलेर पढ्यो तर लेख्दाखेरि चाहिँ सबै नेपालीमा लेख्नुपर्ने होइन त्यो लेख्दा त पर्यो होइन त्यो खालको एउटा भयो तर हामी कहाँ अब त्यो लिङ्ग्विस्टिक तपाईँको डिफिकल्टी हुने कम्युनिकेसनहरूको हाम्रो बाटो छ होइन त्यसलाई पनि एउटा डिकोलाइजको पाटोले दिन सकिएला होइन हुनसक्छ त्यसलाई पनि अब त्यसरी इन्टरप्रिटेसन गर्न सकिन्छ होला होइन मलाई त्यस्तो लाग्छ तर अब डिकोलोनियल भनेको नै एउटा खालको के हो भने अब तपाईँको यु हेभ बिन कोलोनाइज्ड भनेको एउटा भनेको तपाईँको आफ्नै एउटा एज अ नेसनको इन्डिपेन्डेन्टसँग जोडियो होइन ब्रोडर पोलिटिकल रूपमा हेर्ने भने तपाईँसँग केही पनि छैन यु हेभ टु फलो समबडीज अर्डर होइन अनि त्यो अनुसार अर्को कुरो भन्यो तपाईँ इकोनोमी भनेको तपाईँसँग आफ्नो कुनै इकोनोमिक रिसोर्सहरू छैन स्टोर छैन अर्काको घरमा खानुपर्ने उसले कन्ट्रोल गरिदिन्छ त्यो अनुसार तपाईँको बाँच्नुपर्ने त्यो एउटा प्रोसेस त्यो कोलोनियल एउटा प्र्याक्टिसहरू त्यो थियो होइन त्यस्तै तपाईँले कलकत्तामा जाने यहाँ जाने भन्यो त्यो पनि एउटा एपिस्टेमिक कोलोनाइजेसन भनेको एउटा नलेजको लागि को भेरिफाई गर्ने कहाँ हो कसको अनुसार गर्नुपर्ने भन्ने त्यो एउटा पाएको थियो होइन यो तपाईँको चाहिँ 250 वर्ष अगाडि तर अब त्यो तपाईँको कोलोनियल र अब त्यो मल्टिलिङ्गुअलिजमको अलिक फरक छ मैले भन्नु खोजेँ तपाईँ किनभने हामी कहाँ मल्टी इथनिक ग्रुप भयो मल्टिलिङ्ग्विस्टिक ग्रुप भयो त्यसले हुने च्यालेन्जर अनि त्यो च्यालेन्जलाई एड्रेस नगरेर त्यसलाई सप्रेस गर्ने एउटा पार्टको रूपमा होइन मल्टिलिङ्गुअलिजम भन्दाखेरि हामीले कसरी बुझ्छौँ भन्दाखेरि धेरै मान्छे छन् फरक जातिका मान्छे छन् उनीहरूको आफ्नै भाषा छ भनेर बुझिन्छ तपाईँले भन्नु तँ र मको कुरा पनि त्यही हो हामी किनभने जस्तै म पनि हामी कहाँ पहिले हाम्रो अहिले हामी के प्रयोग गर्थ्यौँ भने तमु नै प्रयोग गर्थ्यौँ हामी चाहिँ भन्दाखेरि तमु भनेको कालको रेस्पेक्टफुल भाषा हो नेपालीमा तपाईँलाई त्यो के अरे अनादर खालको हुन्छ डिसरेस्पेक्टफुल हुन्छ होइन त्यो खालको हो ती चाहिँ डिकोलोनाइजेसन भन्दा पनि तपाईँको यो मल्टिलिङ्गुअलिङ्ग्विस्टिक कम्युनिटी भएकोले त्यहाँबाट आउने
मिसअन्डरस्ट्यान्डिङको एउटा 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 डिफिकल्टिज हो लाग्छ होइन। होइन त्यही त नि, त्यो बहुभाषिकता एउटा कुरा भयो, तर बहुभाषिकता भनेको फरक फरक भाषा मात्रै पनि हो। होइन। तपाईँले अहिले भन्नुभयो नि त्यो नै एउटा के छ भने त्यो चाहिँ एपिस्टेमिक डिस्टोर्सन भन्छु क्या म तपाईँको। त्यो चाहिँ मल्टिलिङ्गुअलिजमलाई मल्टी इथनिसिटीलाई तपाईँको डिकोलोनाइजेसनसँग जोडिदिनु भएको छ क्या तपाईँले। एक्ज्याक्टली होइन त्यो कोलोनियल तपाईँ कोलोनियल भनेको त अहिले सुरु भयो नि त, त्यो होल प्रोसेस चाहिँ कोलोनियल। मान्छे यो तपाईँको यो हिस्ट्री नै डेभलप हुँदाखेरि कोलोनियल प्रोसेस नै हो। नेसन स्टेट बिल्डिङको जुन प्रोसेस छ तपाईँले भनेअनुसार बुझ्ने भने गाउँको हुने ठानेहरूले हुने खानेहरू धनीमानीहरूले त्यो एरियामा आफ्नो स्ट्यान्डर्ड, आफ्नो नलेज, आफ्नो तरिका, आफ्नो लवाइ सवाइ, आफ्नो बोली भाषा अनुसार बस्नु भन्ने चाहन्छ होइन। त्यसलाई पनि भन्न सकिने भयो। मुखिया भन्छ नि होइन, त्यो अनुसार एउटा नेताले चाहिँ यो एरियामा आफ्नो भनेअनुसार हुनु पर्यो भने जे होस् त्यसलाई पनि बुझ्न सकिन्छ। तर त्यो चाहिँ आफ्नो एउटा लोकल तपाईँको कम्युनिटीमा लिङ्ग्विस्टिकहरू, इकोनोमिक ब्यारियर, क्लास डिफ्रेन्स गर्दा हुने प्रोसेस हो। त्यसलाई अब त्यो तपाईँले त्यो कुरा एकदम क्लोजली तपाईँले जे कुरा भन्नुभयो म त्योसँग डिसएग्री गर्दिनँ होइन। त्यससँग एकदम नजिकबाट जोडिएको कुरा के हो त भन्दाखेरि अहिले हामीले कोलोनियल प्रोसेस हो, देश बन्ने प्रक्रिया आफैमा कोलोनियल प्रोसेस हो होइन। अहिले अब चाहिँ ज्ञानको चाहिँ डिकोलोनाइजेसन भनेको के हो त भन्दाखेरि त्यहीँनिर गएर जान्छ। किनभने भाषा भनेको आखिर तपाईँसँग भएको जुन चाहिँ कन्सेप्चुअल नलेज छ, जुनसुकै ज्ञान छ, त्यसलाई एक्सप्रेस गर्ने माध्यम त भाषा हो। मैले तपाईँलाई रोकेँ क्या, तपाईँ बन्ने प्रक्रिया कोलोनियल प्रक्रिया हो भन्नुभयो होइन। चाहिँ अब त्यो चाहिँ अब पावर र पावरलेस र पावरफुलको कुरै आउँछ होइन। एक्ज्याक्टली देश बन्ने कुरा भनेको पावरफुलले आफ्नो कुरा आइडियोलोजी, आफ्नो कुराहरू भ्यालुहरू इम्पोजै गर्ने हो। तर हामी कहाँ चाहिँ तपाईँको कम्प्लिटली अनरिलेटेड होइन, त्यो कुरो त होइन नि। त्यही भएर त्यो तपाईँको त्यो विभिन्न अरू डाइनामिक्सले गर्दा हुने प्रक्रिया त कोलोनियल भनेको त्यो छुट्टै प्रक्रिया हो। तपाईँको अर्काको देश अट्याक गरेर लिनु, आफ्नो बनाउनु, त्यसलाई एउटा पार्ट हो होइन। त्यो पनि त्यो मात्रै होइन। त्यो भएर अब अलिकति हामी एउटा ब्रोडर रूपमा भन्नु तपाईँले भनेको त्यो त त्यसरी नै व्याख्या गर्न सकिने भयो। तर मैले ती लोकल तपाईँको कम्युनिटीमा हुने ती च्यालेन्जहरू, इकोनोमिक तपाईँको डिस्प्यारिटिजहरूले गर्दा हुने, लिङ्ग्विस्टिक तपाईँको मल्टिलिङ्गुअल तपाईँको सोसाइटी कम्युनिटी हुँदाको त्यहाँबाट आउने कम्युनिकेसनको च्यालेन्जहरूले गर्दा क्रिएट गर्ने समस्याहरूको बारेमा कुरा गर्नु होइन। त्यो त्यसरी डिकोलोनाइज मैले भन्न खोजेको के छ भने तपाईँले पहिलो त आफ्नो कम्युनिटी समुदायमा होइन, मेरो आफ्नो पहिलो कन्डिसन भनेको तपाईँसँग तपाईँ आफ्नो रिसोर्सहरू, इन्फ्रास्ट्रक्चर तपाईँ आफै केपेबल हुनुहुन्छ बनाउन होइन। तपाईँसँग आफै तपाईँको इकोनोमिक रिसोर्सहरू जेनेरेट गर्न सक्नुहुन्छ, तपाईँ आफ्नो कम्युनिटीलाई सस्टेन गर्न सक्नुहुन्छ, तपाईँको होल तपाईँको सोसल, तपाईँको साइकोलोजिकल प्रोसेस त्योतिर ओरिएन्टेसन छ कि छैन भन्ने कुरा मात्र हो मैले गर्नु हो। तपाईँको कुरा नि त्यही हो। तर मैले कसरी बुझ्छु डिकोलोनाइजेसनलाई भनेदेखि, अब नलेज डिकोलोनाइजेसनको प्रोसेसलाई कसरी बुझ्छु भन्दाखेरि एउटा पोलिटिकल प्रोसेसमा हामीले डिकोलोनाइजेसनलाई कसरी बुझ्यौँ भन्दाखेरि भारत बेलायतको अधीनमा थियो, स्वतन्त्र भयो, डिकोलोनाइज भयो उदाहरणको लागि होइन। कोलोनियलिजमबाट फ्री त भयो, तर त्यो चाहिँ एउटा त्यो त हायर अर्डरमा पर्छ। भारत एउटा देश, भारतको सरकार भनेको एउटा आफैमा कोलोनियल हो क्या, त्यो कोलोनाइजर हो क्या। त्यहाँ चाहिँ एउटा कोलोनाइजर गयो, हायर अर्डर कोलोनाइजर चाहिँ लाई उनीहरूले हटाए, तर लोकल कोलोनाइजर्सहरूले फेरि त्यो प्रोसेसलाई, कोलोनाइजेसनको प्रोसेसलाई कन्टिन्यू गरे। त्यही भएर यो डिकोलोनाइजेसनको प्रोसेस चाहिँ टोटली बटम अप रुटमा जानुपर्छ। रुटबाट नै डिकोलोनाइजेसनको प्रोसेस सुरु हुनुपर्छ। त्यसको अर्थ नेसन स्टेटलाई च्यालेन्ज गर्ने भनेको चाहिँ होइन। फेरि पोलिटिकल नेसन स्टेट जुन छ त्यो चाहिँ कन्टिन्यू नै रहन्छ। तर के कुरा जरुरी भयो भन्दाखेरि बटम लेभलमा गएर यो कोलोनाइजेसन प्रोसेसले कसरी लोकल नलेजहरूलाई सप्रेस गर्यो, लोकल वे अफ बिइङहरूलाई सप्रेस गर्यो होइन। स्थानीय रूपमा भाषा, आखिर भाषा अथवा ज्ञानलाई चाहिँ के भन्छ, ज्ञानको विकास गर्ने काम, ज्ञानको रचना गर्ने काम त भाषाको माध्यमबाट हुन्छ। तपाईँ त्यो भाषा चाहिँ जडीबुटीसँग सम्बन्धित ज्ञान होस् अथवा चाहिँ भनौँ न हामीले फुकफाक भन्छौँ, तन्त्र मन्त्र भन्छौँ होइन, त्यो सबै ज्ञानहरू जो छ स्थानीय रूपमा हुने पर्म मेला, ती सबै कुराहरू गर्ने त भाषाको माध्यमबाट हो नि त। हो त यसो नेपालको कन्टेक्स्टमा त्यो हेर्ने भने चाहिँ हिस्ट्रिकल रूपमा अब त्यसलाई अब फ्याक्ट चेकिङमा जानुपर्छ होइन। किनभने तपाईँले भन्ने जस्तो चाहिँ छ कि छैन होइन। यदि त्यो सप्रेसरी भएको भने द्याट सुड नट बी एनिथिङ नाउ होइन।
यदि तपाईँले भनेको जुन इन्टेन्सिटीमा सेपरेसन तपाईँको रिप्रेसनको हामी कुरा गर्छौँ नभएको होइन क्या देयर इज समथिङ होइन किनभने हिस्टोरिकल फ्याक्टलाई हामी डिनाइ गर्न सक्दैनौँ क्या तर यदि विथ इन्टेन्सन अफ सेपरेसन एन्ड रिप्रेसन टोटल थियो भने देयर वोन्ट बी एनिथिङ मलाई त्यस्तो लाग्छ होइन त्यही त नि सेपरेसन नभएको हुनसक्छ ल ठिक छ डेफिनेटली भएको छ त्यो डिनाइ गर्न सक्दैन तर के छ भने त्यो विथ किनभने तपाईँले भने नि अब तपाईँको भोलि तपाईँ पावरफुल भए पनि आफ्नो यदि हैसियत बढाउँछ भने पनि तपाईँ केही न केही त गर्नुहुन्छ नि त्यो हैसियत बढाउने क्रममा कसलाई त डेफिनेटली घाटा पुग्छ नि होइन पहिले त तपाईँले च्यालेन्ज गर्ने फोर्सलाई तपाईँले डिसमेन्टल गर्नुहुन्छ होइन तपाईँ त्यसपछि आफ्नो आइडियोलोजीहरू आफ्नो भ्यालुजहरू आफ्नो बिलिभहरू तपाईँको इम्पोज गर्नुहुन्छ होइन अनि अहिले पनि तपाईँ त्यही त हुन्छ जब तपाईँ जान्ने भन्ने बित्तिकै अब नलेज एकाडेमिक कम्युनिटीमा त्यही छ नि यो हो यस्तो होइन भन्ने खालको गाडी अनलेस तपाईँको यो अपोजिज एन्ड लजिकल्ली तपाईँ त्यो त इम्पोजै यु टेकन फर ग्रान्टेडै छ नि होइन छ होइन मेन कुरा के हो भने त्यो डिकोलोनाइजेसन गर्दाखेरिको फाइदा मोडर्न स्टेटलाई नै हुन्छ होइन त्यो फेरि हामीले त्यसलाई कतिपय कुरामा कसरी बुझ्ने गरिरहेको छौँ भने पुरानो चाहिँ भौतिक उसको कुराबाट गर्ने हो भन्दाखेरि एउटा आइडियोलोजी छ त्यसले पावर होल्ड गरिरहेछ त्यो पावर होल्ड गरिरहेको आइडियोलोजीलाई काउन्टर गर्नुपर्छ र हामीले काउन्टर आइडियोलोजी डेभलप गर्नुपर्छ भन्यो भने त्यसले कन्फ्लिक्ट क्रिएट गर्छ किनभने आइडियोलोजीलाई जित्ने आइडियोलोजी अहिले त त्यही छ तपाईँको मेरो पनि त्यही हो त्यहीँनिर हो तपाईँको के छ भने हामी किन यस्तो भयो भन्ने बुझ्नेको लागि गर्ने अथवा त्यसलाई कसरी बुझ्ने भन्ने गर्ने अहिले के छ भने तपाईँको डिमोनाइजेसन क्या होइन तैँले गर्दा भयो त्यसै गर्दा त्यसरी हुँदैन हो त्यो अहिलेको तपाईँ एक खालको एकाडेमी पेपर पढ्ने भने त्यस्तै खालको पेस्टिसाइडको कुरा छ होइन पेस्टिसाइड गर्यो भन्ने कुरा छ त्यो कुरा त्यसै त्यो कुरासँग के हदसम्म तपाईँको विमति राख्नुपर्ने अरे असहमति हुनुपर्ने देखिँदैन होइन तर तपाईँको पेस्टिसाइडै भन्ने ढङ्गले आयो भने त तपाईँको होइन मेरो पनि कन्सर्न त्यही हो मेरो पनि अहिले मैले हेरेको चाहिँ जति पनि रिसर्चहरू आइरहेछ डिकोलोनाइजेसनको नाममा त्यसले के गरिरहेछ भन्दाखेरि एउटा आइडियोलोजी थियो होइन आइडियोलोजिकल चाहिँ पावर होल्ड गर्ने आइडियोलोजी थियो अनि अहिले नयाँ काउन्टर आइडियोलोजी क्रिएट गर्ने चलन आइरहेछ क्या वेन यु क्रिएट काउन्टर आइडियोलोजीको काउन्टर आइडियोलोजी क्रिएट गरेर हुँदैन त्यसलाई काउन्टर गर्न यु हेभ टु लिभ होइन आइडियोलोजिकल चाहिँ प्रोसेसलाई छोडेर अरू प्रोसेसमा जानुपर्छ होइन अवेरनेसको अरू एस्पेक्टहरू पनि हुन्छ होइन एउटा एस्पेक्ट के हुन्छ कुनै समुदायले आफ्नो त्यस्तो राम्रो ज्ञान थियो त्यसलाई चाहिँ रिकगनाइज भएन त्यो राष्ट्रको लागि भ्यालुएबल छ त्यो मेरो लागि पनि भ्यालुएबल छ भनेर जुन वर्ग भनौँ न जो पावरमा थियो उसले पनि त त्यसबाट फाइदा लिन सक्छ त्यसलाई रिकन्साइल गर्न सिक्नु पर्यो क्या रिकन्सिलिएट होइन तपाईँको जो डिकोलोनियल भयो भन्ने मान्छेहरू चाहिँ तिनीहरूले फाइदा लिएको छ नि त्यो प्रोसेसबाट त होइन तर मैले भनेको जो के हो भने तपाईँको डिकोलोनाइजको एउटा मेन पार्ट हो भनेको तपाईँको तपाईँ आफै सस्टेनेबल हुने प्रोसेसमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने मात्र हो अनि त्यो बुझ्नुमा अब अहिले नेपालको कन्टेन्ट हेर्नु हो भने अब के छ भने आम साइकोलोजी के छ भने तपाईँ अङ्ग्रेजी भाषा नजानिकन बस्न सक्नुहुन्न इभन अङ्ग्रेजी भाषा जानेन भने तपाईँको आफ्नै कला संस्कृति धर्म पनि तपाईँको खतरामा छ भन्ने खालको जुन दूषित विचारहरू आइरहेको देखिन्छ क्या अहिले भाषा होइन मैले भनेको के हो किनभने कुनै भाषा नजान्दैमा तपाईँको भाषा अथवा तपाईँको संस्कृति तपाईँको त्यो खतरामा पर्ने होइन नि हो त्यो त्यो खालको त्यो हो एउटा तपाईँको कोलोनियल मेन्टालिटी भन्ने कुरा मेरो मात्र फर्किया हो तर हामी जस्तै हामीले भनौँ नि हामीलाई ग्रामर कम्युनिकेटिभ ल्याङ्ग्वेज एउटा हाम्रो आफ्नो ब्याकग्राउन्ड भएकोले त्यो कुरा आइ नै हाल्छ होइन तपाईँ ट्रान्सलेसन मेथड प्रयोग गर्दाखेरि यो राम्रो हुँदैन होइन गलत हुन्छ भन्ने खालको जुन हामीले बुझ्यौँ नि आखिरमा होइन आखिर मेन कुरो भनेको बुझ्ने हो तपाईँको आफ्नो कुराहरू ज्ञानहरू बुझ्ने हो कि होइन त्यो अब हामी यति इन्टरकनेक्टेड वर्ल्डमा बसिरहेछौँ अनि ग्लोबल लोकल कनेक्सन्सहरू त मजाले छ होइन सबै कुरालाई इग्नोर गर्न सकिँदैन जस्तै अहिले नर्वेको कन्टेक्समा हेर्नुहोस् होइन जस्तै तपाईँको अराउन्ड 1960s पछि हो क्यारे यहाँ पनि होइन सबै अमेरिकनहरू अथवा अरू युरोप कन्ट्रीहरूको बढी हाली मोहलै थियो क्यारे होइन रिसोर्सहरूमा हरेक यिनीहरूले स्लोली हरेक आफ्नो तपाईँको मिन्स अफ इकोनोमिक रिसोर्सहरू नेसनलाइज गरे आफ्नो कन्ट्रोलमा राखे होइन त्यो प्रोसेस हो नि त एउटा किनभने डिकोलोनाइजेसन त एउटा प्रोसेस हो नेभर एन्डिङ होइन जहिले पनि भइरहन्छ किनभने तपाईँ यो आई थिङ्क इट हेज नो एन्डिङ
कोलोनाइजेसनको पनि एन्डिङ छैन, डिकोलोनाइजेसन एन्डिङ छैन मलाई लाग्छ। किनभने तपाईँको एउटा अब अहिलेको जमानामा सिधै तपाईँ कोलोनाइज नगरे पनि होइन, आफ्नो तर विभिन्न ढङ्गले कुनै न कुनै कन्ट्री कोलोनाइजेसन त छ नै होइन, त्यसमा शङ्कै छैन होइन। तर डिकोलोनाइजेसन पनि के छ भने डिकोलोनाइजेसन पनि कन्ट्रीहरूले आफ्नो क्षमता अनुसार गरेको देखिन्छ नै, तर हाम्रो कन्टेक्स्टमा त्यो केही पनि त्यो प्लेसमा भएको देखिँदैन। डिकोलोनाइजेसन एउटा नेसन स्टेटले गर्ने कुरा पनि होइन, यो लोकल लेभल अवेरनेस चाहियो होइन। त्यो लोकल लेभल अवेरनेस भयो भने मात्रै मान्छेले चाहिँ के बुझ्छ भने अहिलेसम्म त के छ भने नि म अस्तिसम्म म नेपाली बोल्थेँ होइन, अनि मलाई चाहिँ अङ्ग्रेजी राम्रो बोल्नुपर्छ, मेरो नेपाली चाहिँ मैले सकेसम्म आफूलाई सप्रेस गर्नुपर्छ भन्ने थियो होइन। अनि त्यो गर्दाखेरि आफ्नो नलेजलाई हामीले आफ्नो स्कुलमा पढ्दा के पढ्यो त नि, हामी रूढिवादी संस्कार छ, रूढिवाद छ, विकास भएको छैन भनेर भन्यौँ नि। तपाईँले भन्नुभयो नि अहिले चाहिँ हाम्रो कहाँ अब लोकल त्यसमा कुनै छैन क्या, टप बटम अप प्रोसेसको एउटा त्यो इन्टरेक्सनै हो होइन। तल माथि भनेको एउटा लोकल लेभल हुनु पऱ्यो, एउटा नेसनलमा। नेसनल लेभलले तपाईँ के ग्यारेन्टी गर्छ भने इनिसियो द स्ट्रक्चर। तपाईँ नेसनल लेभलमा लोकल लेभलमा तपाईँ रिसोर्स के गर्न सक्नुहुन्छ, तपाईँ डिस्कस मात्रै गर्न सक्नुहुन्छ। आखिर तपाईँले सपोर्ट गर्ने एउटा तपाईँको को हो, तपाईँको त्यो एउटा तपाईँकै सिक्युरिटी प्रोभाइड गर्ने, तपाईँले एउटा सुरक्षा दिने, त्यो दिशामा लिने को हो, त्यो त नेसनल नै हो भने माथिको सुपर स्ट्रक्चर नै हो नि होइन। त्यो प्रोसेस छ कि छैन भन्दा चाहिँ छैन। जस्तै तपाईँको अहिले तपाईँको केही नजानिकन तपाईँको टेक्निकल इन्जिनियरहरू सबै इङ्ग्लिसमा पढ्नु पर्छ, त्यो के हो त? यसो छ नि अमरजी, जस्तै मैले अङ्ग्रेजी नजानेकोले साइन्स नपढ्न नसके हो होइन। त्यो इनिसियल कसले गराउने, त्यो लोकल लेभलमा सक्दैन नि हामी। त्यो भनेको माथिको नेसनल पोलिसी लेभलकै इन्टरभेन्सन चाहिने। नेसनल लेभलको त छ नि अहिले नेपालको कन्स्टिट्युसनमा क्लियरली मदर टङ्ग बेस्ड एजुकेसन, लोकल नलेज होइन, लोकल करिकुलम भनेर भनिरहेको छ। हो त इन पेपर हो त्यो कुरा, न तलको लोकलाइजले मतलब छ न त्यो हो। मैले भनेको क्या लोकलाइज त उसले मतलब हुन त क्लेम गर्थ्यो होला, पाउँथ्यो होला नि अहिले। अनि त्यो फेरि त्यो भन्दा टेक्स्ट बुक पाउनुहुन्न, एउटा फिजिक्सको टेक्स्ट बुक नेपालीमा पाउनुहुन्न तपाईँ। त्यो भन्दा नि अर्को प्रब्लम छ क्या। त्यो प्रब्लम भनेको मैले त्यही भएर अघि नैबाट बटम अप भने नि, पेरेन्ट्स चिल्ड्रनहरू अवेर हुनु पर्यो नि त। मेरो ल्याङ्ग्वेज, हाम्रो पुरानो चाहिँ 250औँ वर्षदेखिको नलेज सिस्टम, नलेज जेनेरेसन सिस्टम, जसलाई अहिलेसम्म रूढिवाद भनियो, तल्लो दर्जाको भनियो, त्यो भ्यालुएबल हो होइन, त्यो हाम्रो नलेजको आधार हो, त्यो चाहिँ कमसल छैन भन्ने अवेरनेस, त्यो जागरण आउनु पर्यो। त्यो जागरण आयो भने बल्ल मान्छेले स्थानीय रूपमा त्यो सम्भव हुन्छ। तपाईँले भने ठिकै हो, तपाईँको लोकल त अब त्यो बटम अप्रोचलाई चाहिँ हामी नकार्न सक्दैनौँ क्या। तर त्यो अवेरनेस भनेको के छ भने डिफ्युज गर्ने हो नि त। तपाईँको एउटा त तपाईँको तल आफै पलाउनु पऱ्यो होइन लोकल लेभलमा। त्यो कहाँबाट आउँछ भनेको केही न केही कसले त मोटिभेट इनपुट दिनु पऱ्यो नि। कोही त तपाईँको त्यसको लागि लोकलमा लिडर हुनु पऱ्यो। एक्ज्याक्टली हो। त्यो के हुन्छ भने तपाईँको त्यो माथिको टप लेभल र तपाईँ बटम लेभलको पनि त्यो इन्टरेक्सन भइरहनु पर्छ। हो, मैले त्यही कुरा गर्न यहाँ तपाईँको भन्यो अस्ति हामीले गभर्मेन्टले फन्डिङ काट्ने भन्नुभयो होइन। पहिले तपाईँ इन्स्टिट्युसनको कुरा गरिरहनु भएको छ होइन। सरकारले तपाईँ रिसर्च फन्डिङ काट्ने यसो गर्ने भने अब माथिबाट त्यो खालको अर्डर आयो। अब है लोकल लेभलमा हामी इङ्गेज भइरहेको छौँ अहिले। यो के हो, कति राख्ने, कति बस्ने, रिसोर्स के छ भनेको तपाईँको अबाउट 5-6 महिनादेखि यो प्रोसेस जारी छ नि होइन। हो, त्यो भएर अहिलेको चाहिँ जरुरी के हो भन्दाखेरि म यहाँ बसेर रिसर्च गरिरहेको छु होइन। अहिले मैले तपाईँ र म नेपालको विषयमा कुरा गऱ्यौँ होइन। हामी अहिले नेपालमा छैनौँ, वी आर डिट्याच्ड फ्रम द कन्टेक्स्ट नि होइन। अब यहाँ आएर म अङ्ग्रेजी चाहिँ पढिरहेको छु, अङ्ग्रेजी सिकेर म यहाँसम्म आइपुगेँ होइन। अब मैले त्यो लोकल लेभलको मान्छेलाई मैले जागरण ल्याउँदाखेरि दे डोन्ट ट्रस्ट मी। किन ट्रस्ट गर्दैनन् भनेदेखि नसिक भने पनि होइन। त्यही त अङ्ग्रेजीप्रति अब तपाईँको यो अहिले भाषाको कुरा होइन, डिकोलोनाइजेसनको कुरा गर्दाखेरि त्यो त भाषा त मेन माध्यम हो नि डिकोलोनाइजेसनको। हो, सबभन्दा मैले भन्न खोजेको के भने हामीले यदि डिकोलोनाइजेसन नलेज जेनेरेसनको रिसर्च गर्ने हो, त्यो भाषा बोल्ने मात्र होइन, तपाईँ शिक्षा आर्जन गर्ने भाषा तपाईँको के, तपाईँको बुझ्ने भाषा के, तपाईँलाई बुझाउने भाषा के हो होइन, तपाईँले पढ्ने पुस्तकको भाषा के, तपाईँले हेर्ने टिभीको भाषा के। भाषाले मात्रै नि भएन, त्यही हो तपाईँको मेन, तपाईँको त्यो हार्ट नै कोलोनाइजेसनको भाषा नै हो। होइन, मैले त्यो भन्दैछु नि, म गएर त्यहाँको मान्छेहरूलाई मैले त्यहीँको लोकल भाषा प्रयोग गरेर बुझाउन सकुला। उदाहरणको लागि मान्नुहोस्, मैले त्यहीँको भाषा बोल्छु, त्यो स्थानीय स्तरमा गएर मैले जागरण गराउन सकुला उदाहरणको लागि। तर
आई एम नट अ ट्रस्टवर्दी पर्सन बिकज किन ट्रस्टवर्दी होइन भन्दाखेरि आई एम बेस्ड इन नर्वे अनि त्यसो हो तपाईँले भनेको कुरो त्यो म डिसएग्री गर्दिनँ क्या एक्ज्याक्टली हामीले भनेको कुरो कति मान्छेले पत्याउँदैनन् त्यो उहाँहरूको कुरा हो तर हाम्रो ओपिनियन के हो भने चाहिँ हामीले कसलाई तपाईँको इम्पोज गरिरहेको हुनुपर्छ भन्दा हाम्रो ओपिनियन के हो भने मेन तपाईँको प्रोसेसै डिकोलोनाइजेसनको के छ नि लिङ्ग्विस्टिक नै हो डिकोलोनाइजेसन पनि लिङ्ग्विस्टिकबाटै सुरु हुने हो क्या किनभने ल्याङ्ग्वेज तपाईँको हरेक तपाईँको बेसिक फाउन्डेसन भनेको ल्याङ्ग्वेजै हो होइन जे भन्यो भने होइन तपाईँ अङ्ग्रेजी भने पनि जे पढे पनि लोकल भाषामा जे गरे पनि होइन त्यो ल्याङ्ग्वेजै हो त कसरी गर्ने भन्ने क्या कुरो मात्र हो मैले भन्ने खोजेको कुरो जस्तै हामीलाई अब नेपालको आम साइकोलोजी के छ भने अब गाउँमा बसेर केही हुँदैन त्यो कहाँ त्यसलाई कसरी बुझ्दा गाउँमा बसेर के हुँदैन नेपालको मात्रै होइन जहाँ बस्यो त्यही हो यहाँ त इनिसिएटिभहरू पनि छ यहाँ पनि त्यही छ गाउँमा बस्ने मान्छेको समस्या छ त्यही भएर इनिसिएटिभ छ सुविधा दिएको छ आऊ भनेको छ दुनियाँदारी देखाएको छ होइन यहाँ छ कता त माथि नर्थतिर नर्वेको नर्थतिर मैले के भेटिरहेको थिएँ भने भ्याकेन्सिजहरूमा यहाँ घरमा पनि हामी सिफ्टमा दिन्छौँ होइन भन्ने पनि देखाएको थिएँ अनि त्यो ग्लोबल हो हामीले नेपालमा जसरी हामीले प्रस्तुत गर्छौँ नि तपाईँले त्यो ग्लोबल होइन त्यो बुझेँ मैले ग्लोबल तर हामीलाई के छ भने त्यो आम साइकोलोजी छ नि हुन त यो अब तपाईँको अर्गनाइजेसनको फेनोमेना नै होला होइन तर आउनेपछि सहरमा यहाँ कामै छैन अनि विदेशमा हिँड भन्ने जुन छ नि किन मान्छेलाई तपाईँको आफ्नो तपाईँको देशमा कम्तीमा मान्छेले के रहेछ भन्ने बुझ्ने अवसर नदिने खालको साइकोलोजी देख्छु क्या मैले त्यो भनेको एक्सट्रिम कोलोनाइजेसनको अथवा एउटा पार्टको रूपमा लिन्छु होइन होइन कतिपय कुराहरू हो नि त त्यो सबै कुराहरू जोडिएको छ होइन तर हामी त्यसरी सबै कुरालाई जोड्न खोज्यौँ भन्दाखेरि एउटा रेसा समातेर चाहिँ गऱ्यौँ भने सजिलो हुन्छ नत्र सबै कुरो त्यसलाई सोलो जोडिएको छ डेफिनेटली तपाईँले अहिले कुरा गर्नु हो होइन तर डिकोलोनाइजेसनको क्रक्स मेरो विचारमा के लाग्छ भने लोकल लेभल अवेरनेस रेजिङबाट डिकोलोनाइजेसन सुरु हुन्छ लोकल लेभल अवेरनेस रेजिङको लागि पिपल हु लिभ अन द ग्राउन्ड त्यहीँ बसेको मान्छेले इनिसिएटिभ लिनुपर्छ तपाईँले के कुरो मिस गरिनु भएको छ भने मेरो बुझाइमा पावर डाइनामिक्स तपाईँले टोटल्ली मिस गर्नु भएको छ क्या लोकल डिस्कोर्स इज भेरी इम्पोर्टेन्ट तर पावर छैन नि तपाईँसँग हो त्यो पावर कहाँबाट आउँछ भनेको पावर भनेको त्यही त भन्नु लोकल र तपाईँको माथि तपाईँको सेन्टरको अथवा टपको कम्युनिकेसनको इम्पोर्टेन्ट कुरा हो यहाँ पनि त्यही छ नि प्रोसेस त माथिबाट एउटा डिक्टेट आउँछ अर्डर आउँछ एक खालको नभने एउटा एजेन्डा आउँछ हामी तल इङ्गेज हुन्छौँ फेरि त्यो ब्याक एन्ड फोर्थ हुन्छ अनि कम्युनिकेसन गर्नु त्यो अलिक बढिरहेको हुन्छ नि यहाँ पनि होइन अब त्यसरी त्यस्तो छ अब त्यो वाइडर लेभलमा पावर जस्तै ल डिकोलोनाइज गर्ने भने हामीलाई एउटा मेडिकल कलेज चाहियो भने त्यो कसले सक्छ अनि डिकोलोनाइजेसनको एक अर्थमा हो न चाहिँ हाम्रो भाषामा हामीलाई सिडनी मेडिकल थारू कम्युनिटीको मान्छेले के भन्नुभयो भने थारू भाषामा हामीलाई एउटा हाम्रो शिक्षा तर तपाईँको तल किन्ने गार्डन त्यो तपाईँको टप टु बटम चाहिँ त्यही चाहियो भन्ने होइन त्यो तपाईँले भनेको डिकोलोनाइजेसनको प्रोसेस फुली डिकोलोनाइजेसन हुन सयौँ वर्ष लाग्छ त्यसको लागि स्ट्रक्चरहरू चेन्ज हुन सक्छन् होइन वी क्यानट चेन्ज इट टुमोरो मेरो लाइफ टाइममा त्यो चेन्ज नहुन सक्छ कुरा के मात्रै हुने बाटोमै कुरा के मात्रै हो भन्दाखेरि हामीले त्यसको लागि फाउन्डेसन क्रिएट गर्न पर्यो मेक लिटल चेन्जेस तपाईँको लेभलबाट के सक्नुहुन्छ त्यो बटमको मान्छेले के गर्न सक्छ उसले चेन्ज गर्ने हो अवेरनेस रेज गर्न सुरुवात गर्ने हो नि त स्मल चेन्जेस आर इम्पोर्टेन्ट हामी चाहिँ राज्य बदल्छौँ होइन भनेर त नाइदर एज अ रिसर्चर नज एज अ लोकल पिपल डिकोलोनाइजेसन भनेको राज्य बदल्ने प्रक्रिया हो क्या हामीले यसलाई माइनर सानो रूपमा लिएका छौँ होइन त्यो ट्रान्सफर्म गर्ने प्रोसेस के छ भने तपाईँको नलेज हेर्नु भने नलेज के तपाईँको अब हामीले जे गरे पनि त्यो तपाईँको के छ भने ट्रेडिसनल छ मोडर्न छैन होइन रूढिवादी छ परम्परावादी छ होइन युरोसेन्ट्रिक पर्सपेक्टबाट हेर्ने भने हाम्रो त जे कुरा तर यिनीहरूले गर्दा त्यो सबै मोडर्न होइन सबै राम्रो छ भन्ने छ नि होइन तर किनभने तपाईँको भ्यालु स्ट्यान्डर्ड के तपाईँमा भएको लोकल लेभल आफ्ना एउटा कुरो भनेको आफ्नो लोकल आइडियालाई मेजर गर्ने आफ्नो मेजरमेन्ट स्ट्यान्डर्डहरू के तपाईँको छ कि छैन तपाईँ केमा रिलाइ गर्नुभएको छ भने उही कोलोनियल इन्स्ट्रुमेन्टहरू कोलोनियल तपाईँको एपारेटसहरूमै तपाईँको डिपेन्ड गर्नुभएको छ त्यसले त तपाईँको लोकल नलेज लोकल आइडिया लोकल च्यालेन्जहरू त बुझ्न पनि सक्दैन मेजरमै गर्न सक्दैन मेरो भनाइ त्यही हो त्यो लोकल तपाईँको त्यसको लागि इन्फ्रास्ट्रक्चर कसले बनाउने हो तपाईँको आफ्नो त्यो नेसनले बनाउने हो नि होइन जस्तै हाम्रो लोकलमा के चाहियो
कसो चाहिन्छ, त्यसलाई के गर्ने, कसो गर्ने। तर मेरो यत्रो तपाईँको देशभरिमा अब टेक्निकल कलेजहरू कति छन्, छैन नि त। जब कि हामी कि सबैभन्दा अहिलेको जमानामा चाहिने भनेको एकदम प्रोफेसन्ट टेक्निकल एजुकेसन हो नि। हो त्यो भनेको त त्यसलाई के छ, के पनि छैन। लोकलमा डिस्कस पनि छैन, बटनबाट पनि के पनि छैन, त्यो कसैलाई मतलब पनि छैन। डिकोलोनाइजेसन भन्ने कम्युनिटी पनि अब स्कलरहरू पनि सान्छ, तर अहिलेसम्म त स्कलर केमा देखिएको छ भने तपाईँको एक खालको ब्लेमिङ द नेसनल ल्याङ्ग्वेज, नेपाली भाषाले सब सिद्ध्यायो भन्ने मात्र छ नि। होइन त्यो होइन, तर त्यो नसिद्ध्याएको पनि हो, सिद्ध्याए पनि होला, नभनेको होला होइन, किन नहुनु होला पनि, डेफिनेटली हो नि। त्यहाँ तपाईँको हिस्ट्री इन्जस्टिस हो त डेफिनेटली भयो होला, किनभने इट्स नट क्लिन होइन। तर हामी डिस्कस कहाँतिर छ भने ब्लेम, सिफ्टिङ ब्लेम। होइन, तपाईँसँग मैले पहिलो एपिसोडमा नि मैले आफ्नो कुरा गरेको थिएँ नि, हाम्रो पर्सनल हिस्ट्रीले ठुलो भूमिका खेल्छ भन्ने कुरा। म अहिले जहाँ छु, मैले आफूलाई आइडेन्टिफाई गर्दाखेरि एउटा ब्राह्मण फ्यामिलीको मान्छे। म स्कुलमा एक कक्षा सुरु गर्ने बेलादेखिबाट मैले हेड स्टार्ट पाएँ, किनभने मेरो परिवारको भाषा होइन, मैले जुन चाहिँ शब्दावली चाहिँ प्रयोग गर्थेँ त्यो शब्दावली र स्कुलको शब्दावली लगभग मिल्दोजुल्दो थियो। त्यसले गर्दाखेरि स्कुलको शब्दावलीसँग फेमिलियर हुन, त्यहाँको भाषा सिक्न, त्यहाँको जुन चाहिँ नलेज जसरी प्रस्तुत गरिएको थियो त्योसँग साक्षात्कार हुन मलाई सहज होइन। तपाईँको नलेज प्रड्युस गर्ने को हो, सोर्स के हो भन्ने कुरा हो क्या। तपाईँको हरेक कुराको पछाडि एउटा हिडन इन्ट्रेस्ट हुन्छ। नेपालमा जति पनि सोसल कल्चरल तपाईँको हिस्ट्रिकल नलेजको पछाडिको फन्डिङ को छ भने वेस्टर्न छ। उसको आफ्नो इन्ट्रेस्ट छ, सर्टेन आइडिया, उसले सर्टेन आइडियालाई प्रोपेगेट गर्ने, प्रड्युस गर्नुपर्ने छ नि त होइन। होइन त्यो सबैको लागि नेपालको तपाईँको मोनिटरी पोलिसी, एजुकेसन पोलिसी कसले बनाइरहेको? तपाईँले भनेको सही हो, त्यही कुरा। त्यसको फन्डिङ कसले हो? रिसोर्स हो नि त। तपाईँसँग जब अरूको रिसोर्समा अरूको बेगर कान्ड बि चुज, तपाईँ जब होइन, तपाईँ जोगी भएपछि जोगी त जे दियो त्यही खाने भन्ने अवस्था छ नि हाम्रो। हो त्यो भनेको मैले। त्यही भएर त्यो तपाईँको लोकल डायलगले के अर्थ गरे, तपाईँको हिँड्ने वालभित्रको तपाईँलाई हेर्ने क्यामेराहरू फरक छ भने वाल पछाडिको के अगाडि नाचेर के गर्नु सक्नुहुन्छ? मैले त्यही भन्न खोजेको। त्यही भएर हामीलाई समस्या के हुन्छ भन्दाखेरि, म नर्वेमा बसेको छु, मैले यो सबै कुराहरू अनेस्टली मैले चाहिँ चेन्ज गर्न चाहन्छु, तर पनि आई एम नट, किनभने चेन्जको कुरा छोड्नुहोस् कि हामीले हामीले बुझेको कुरा हामीले डिफ्युज गर्ने भन्ने हो। त्यति अवेरनेस रेजिङ हो। चेन्ज गर्ने भनेको हामी सकौँला, नसकिने कुरा पनि चाह्यो भने नसकिने कुरा पनि होइन। अब अहिले कि नेपालमा नसकिने पोलिटिकल प्रोसेस हो क्या चेन्ज भन्ने कुरा त होइन। त्यसको लागि अर्कै चाहिन्छ। तर तपाईँले भने डिकोलोनाइज गर्ने मान्छेहरू को हुन्? एकातिर बोर्डिङ स्कुल खोल्ने तिनीहरू छन् होइन, बोर्डिङ स्कुलका मालिकहरू भने तिनीहरू छन्, अन्य डिकोलोनाइजको कुरा गर्ने भने तिनीहरू छन् होइन। अर्को कुरो तपाईँको विदेशीहरूको फन्डिङबाटै तिनीहरूले जीविकोपार्जन चलाएर अनि छोराछोरी विदेश पुर्याएर पढेर आफू पनि विदेश सेटल भयो। त्यो छ त्यो तिनीहरू नै के छ भने तपाईँको डिकोलोनाइजेसन पेडागोजी के हो। अझै तपाईँ के साइकलाउनु भने कन्भर्टेड जमात छ होइन, उसको आफ्नो हिडन इन्ट्रेस्ट छ, धेरै कुराहरू हुन्छ होइन। त्यो सबै हिडन इन्ट्रेस्ट सबै कुरा किन भएको हो त भन्दाखेरि उसमा पनि त्यो अवेरनेस छैन क्या। दे आर नट उनीहरूले त आफ्नो मनबाट त उनीहरूमा अहिले त दे थिङ्क होइन, दे थिङ्क द्याट दे आर डुइङ बेस्ट थिङ, दे आर कन्ट्रिब्युटिङ टु द सोसाइटी होइन, दे आर डुइङ गुड थिङ, दे आर कन्ट्रिब्युटिङ सोसाइटी, दे आर वर्किङ टुवर्ड्स क्वालिटी होइन। तिनीहरूलाई त्यो छ, तर त्यो हामी के भन्छौँ भन्दाखेरि त्यो भ्रम हो। त्यो भ्रम किन भयो भन्दाखेरि त्यो कोलोनाइज सिस्टमको कारणले भयो। र त्यहाँ अवेरनेस रेज गर्न सकियो भन्दाखेरि दे क्यान अल्सो ट्रान्सफर्म भन्ने विश्वासले मात्रै डिकोलोनाइजेसनको त्यो भ्यू, डिकोलोनियल मुभमेन्ट अगाडि बढ्न सक्छ होइन। अनि अर्को कुरा जरुरी के छ भन्दाखेरि डिकोलोनियल मुभमेन्ट अगाडि बढाउनुको अर्थ तपाईँ अर्कोलाई विरोध गर्नु, त्यसले सबै खत्तम गरेछ, काम नलाउने गरेछ, यो चाहिँ एकदम नराम्रो छ भनेर हुँदैन। तपाईँले लोकलको कुरा गर्नुभयो नि, मैले हल्का त्यो इन्डियन तपाईँको इन्डिया इन्डिपेन्डेन्ट हुँदाखेरि इन्डियाको कन्स्टिट्युसन कसरी बन्यो त्यसको एउटा गोल के थियो अरे, देशभरि कामकाजको भाषा हिन्दी बनाउने भन्ने थियो क्या। त्यो तपाईँको त्यो बिआर कि डिआर अम्बेडकरले त्यो ल्याउनु भएको। तर अहिले हुँदाखेरि चाहिँ त्यो हिन्दी कहाँ छ अरे होइन, त अब अङ्ग्रेजी मेन छ होइन। हिन्दी पनि अझै पनि कोलोनियल ल्याङ्ग्वेज हो, कोलोनियल ल्याङ्ग्वेज हो, तर अब जम्मै अङ्ग्रेजी भयो, उल्टो भयो क्या अहिले, उल्टो भयो भन्छ होइन। त इन्टेन्सन त्यस्तो थियो अरे क्या होइन, किनभने त्यो पनि एउटा इम्पोजै थियो होइन।
कारण के छ भने तपाईँको अब त्यो कम्युनिकेसन गर्न गाह्रो थियो, हरेक कुरा गर्न गाह्रो थियो, रिसोर्सहरू थिएन, केही पनि थिएन होइन। तर अङ्ग्रेजीको रिसोर्सहरू जताततै त्यो कुनै 200 वर्ष ब्रिटिसले गरेको भएकोले जताततै अङ्ग्रेजी कलेज स्कुल भएको होइन, अङ्ग्रेजी कलेज स्कुल भएको तपाईँले भनेको एकदम सही बुझेको छु मैले। त्यो रिसोर्सहरू बढी थियो अरे क्या। तर उल्टो कसरी भयो भने त्यहाँभित्रको जो फन्डिङ गर्ने, रिसोर्स गर्ने, त्यसको पोलिसी बनाउने मान्छेहरू को थिए, उनीहरूको माइन्डमा के थियो त्यो भनेको मैले क्या। आखिरमा रिजल्ट के भयो त्यस्तो भयो होइन। इन्डियाको पोलिटिकल कलर माइन्ड सेट भनेकै के हो भन्दाखेरि कोलोनियल माइन्ड सेट हो। अहिले मोडर्न इन्डियन स्टेट तपाईँ चाहिँ बेलायतबाट स्वतन्त्र भएको हो, तर माइन्ड सेट स्टेटको एज अ इन्डियन राज्यको जुन चाहिँ तपाईँ चरित्र जुन हो नि त्यो कोलोनियल चरित्र हो क्या। बेलायतको कुरा गर्नुभयो है, नेपालमा सबैभन्दा सिग्निफिकेन्ट अमाउन्ट अफ फन्डिङ अहिले बेलायतले गर्ने होइन। उसको के उसको माइन्ड सेट के उही हो। अहिले पनि बेलायत के ठान्छ भने आइ एम द सुपर पावर भन्ने ठान्छ, जबकि उसको केही पनि छैन नि गर्दा भन्ने भने होइन। त्यो तपाईँले एकदम सही कुरा गर्नुभयो। एउटा कुरो हामीमा के भ्रम छ भने भाषा एउटै भएन भने गाह्रो हुन्छ, देशलाई चाहिँ कम्युनिकेसन गाह्रो हुन्छ, कम्युनिकेसन गर्न प्रब्लम हुन्छ भन्ने त्यो प्रब्लम नै त्यो सोचाइ नै फेल भइसक्यो। त्यो सोचाइ कोलोनियल पर्सपेक्टिभबाट त्यो फेल भयो, किनभने इट इज नट नेसेसरी। त्यो सोचाइ नै फेल होइन कि त्यो सोचाइ नै गलत बुझिएको गलत हो। मेरो भनाइ के छ भने हामी कहाँ अझै चाहिने हो। इन्डियाको लिङ्ग्विस्टिक डाइभर्सिटी हेर्ने भने तपाईँले त्यहाँ त कमन लिङ्गुवा फ्र्याङ्क त चाहियो नि, चाहिँदैन होइन। लिङ्गुवा फ्र्याङ्कका तपाईँको कम्युनिकेसन गर्ने के न के चाहियो, चाहिँदैन। त्यही कुरालाई मैले गरेको हो। त्यही भनेर क्या तपाईँ चाहिने भने ल त्यो एक्सपेरिमेन्ट गरेर देखाउनु पर्यो नि त, चाहिने भने के हुन्छ भने। तपाईँ इन्डियामा नेपालमा जस्तै नेपाली हुँदैन थियो, हामी थारू हुँदैन थियो भने अब के हुन्थ्यो थाहा थिएन होइन। सुन्नुहोस् न, म बुझेँ नि बोक्नु। तपाईँलाई एउटा उदाहरण भन्छु म है। नर्वेको एकदम ब्युटिफुल इक्जाम्पल यहीको छ नि। एउटा नर्वेजियन बोल्छ हो, नर्वेजियन र स्विडिस भेट भयो भने नर्वेजियनले नर्वेजियन बोल्छ, स्विडिसले स्विडिसै बोल्छ। नर्वेजियनले स्विडिसले बोलेको कुरा बुझ्छ, उसले नर्वेजियनमा उत्तर दिन्छ। स्विडिसले नर्वेजियन भनेको कुरा बुझ्छ, उसले स्विडिसमै उत्तर दिन्छ। जरुरी रहेछ एउटै भाषा बोल्न त जरुरी छैन। कुरा मैले बुझेँ किनभने अब त्यो लिङ्ग्विस्टिक सिमिल्यारिटी जो कुरा आयो है, त्यो कुरा सुन्नुहोस् है। हो, साउथ एसियन ल्याङ्ग्वेज लगभग सबै जस्तो छ। सिमिल्यारिटीको कुरा आयो है, अब त्यो थाहा छैन होला होइन। त मैले चाहिँ आफ्नो भाषामा भने म नेवारी फिटिकै बुझ्दिनँ हो, म सारो चौधरीको भाषा के शब्दहरू बुझौँला होइन, किनभने कति हो त्यही त भने नि तपाईँको। जस्तै त्यो तपाईँले बुझ्न किन भएन। मैले जर्मन साथी र म नर्वेजियन पढिरहेको थिएँ होइन, अन्त 50% वर्ड हाम्रोसँगै मिल्छ भने चाहिँ हामीलाई हिन्दी पढ्नु पर्दैन नि त। पर्दैन हो, त्यही मैले हिन्दी पढ्नु पर्दैन किनभने त्यो लिङ्ग्विस्टिक सिमिल्यारिटीहरू छ। त्यो ल्याङ्ग्वेज उस्तै छ, सोर्स ल्याङ्ग्वेज उही हो, मेन हामीले म्याक्सिमम् बुझ्छौँ क्या केही न केही भयो भने। दिस टेक्स अस टु म तपाईँलाई सोध्छु है अब त्यो किन भयो हिन्दी तपाईँले बुझ्नुहुन्छ, किन बुझ्नुहुन्छ भन्दाखेरि हिन्दी मिडियामा छ, जता पनि छ, सबैतिर तपाईँ एक्सपोज हुनुभयो। तपाईँले नेवारी भाषा किन बुझ्नुहुन्न भनेदेखि तपाईँ सानै हुँदाखेरि नै हाम्रो नेसन स्टेटले के गर्यो भन्दाखेरि नेवारको बच्चा स्कुलमा आयो भने उसलाई नेपाली बोल्नबाटै वञ्चित गर्यो। अनि त्यो वञ्चित गरेपछि तपाईँ हामीले सुन्नै पाएनौँ नि त, स्कुलमा सुन्नै पाएनौँ। उसले नेवारीमै बोल्ने, हामीले नेपाली नै बोल्ने गरेको भयो भने मजाले कम्युनिकेसन जान्छ। तपाईँले भनेको कुरो म नकाट्ने के हुन्थ्यो थाहा छैन, त्यस्तो रिसर्चहरू मैले पढाएको पनि छैन है, किनभने टोटल्ली डिफ्रेन्ट स्क्रिप्ट भएको, डिफ्रेन्ट तपाईँको प्रोनाउन्सिएसन भएको भाषा यदि हामी एक्सपोज गर्न सक्छौँ थाहा भएन होइन। एउटै जियोग्राफिकल स्टेटमा त्यस्तो फरक भाषा छैन नि होइन। तपाईँको नेवारी र तपाईँको नेपालीको त कहीँ केही पनि मिल्दैन नि कथा भन्ने होइन। लजिक चाहिँ स्क्रिप्टको कुरा भएन, स्क्रिप्टकै कुरा। तपाईँको मेन त स्क्रिप्ट चिन्नु चाहिँ हामीलाई तपाईँको नर्वेजियन डेनिस केही नबोल्यो भने अहिले त हामी त्यो अलिअलि जान्ने भएकोले अल्फाबेटमै भयो भने यो हो भन्ने त्यसै पनि गेस गर्न सक्छु नि अहिले। यसो हो नि अमर सर, त्यो स्क्रिप्ट भनेको त पछि बनाइएको भाषा प्राइमरी ओरल हो होइन। नेवारी म यदि स्कुल पढ्दादेखिबाटै मेरो गुरुङ साथीले स्कुलमा पनि गुरुङ मजाले बोल्न पाउने भएको भए मैले पनि गुरुङ सिक्थेँ, उसले पनि नेपाली राम्रोसँग सिक्थ्यो। त्यो म्युचुअली चाहिँ एकअर्काबाट सिक्थ्यौँ क्या। एउटा कुरो के मैले नबुझेको कि थाहा छैन उसले नबुझेको, तपाईँको यदि तपाईँको एउटा क्लासमा 10 जना विद्यार्थी 10 थरी ल्याङ्ग्वेज बोल्छ भने त तपाईँको त सबैलाई बोल्न दियो भने त्यसको रिजल्ट के होला मलाई थाहा छैन होइन। तपाईँलाई त्यस्तो लाग्छ होइन। तपाईँको एक क्लास चौधरी छ, एक अर्थमा हामी तुताघात मान्छे छौँ,
होइन। अनि पछि अरू साथीहरू हुन्छ। तपाईँले भने जस्तो तपाईँको एउटा बिजनेस गर्ने के होला अब थाहा छैन होइन। हाम्रो साउथ एसिया यसको इक्जाम्पलै हो। कोलोनाइजेसन आउनुभन्दा अगाडिसम्म पनि सबै तपाईँ नेपालमा भन्नुहोस्, भारतमा भन्नुहोस्, रिजनको आफ्नो आफ्नो भाषा थियो। हो, आफ्नो भाषा थियो, आफ्नै भाषामा थिए, आफ्नै लोकल स्कुलहरू चाहिँ हाम्रो बजारमै थियो, हाम्रै तपाईँको गाउँको लोकल स्कुल हो। त्यहाँ मल्टिलिङ्गुअलै थिएन क्या उतिखेर भन्ने भने। हामी त्यो गाउँका मान्छे त्यही गाउँको आफ्नो गाउँ पढ्थ्यौँ, हाम्रो भाषा एउटै थियो। आफ्नो गाउँमै अर्को स्कुलमा पहिला त्यति कनेक्सन थिएन भन्नु त्यही थियो क्या तपाईँको। होइन आइसोलेटेड थियो भन्ने त्यो पनि तपाईँको एकदम सही हो। आइसोलेटेड थियो तपाईँको टोटल्ली मोनोलिङ्गुअल कम्युनिटीहरू थियो कि स्कुलहरू। गुरुकुलहरू त सबै मोनोलिङ्गुअल हो नि। हो गुरुकुलबाट सबै मोनोलिङ्गुअल हो नि तपाईँको। जो सकेन ऊ गयो होइन। त्यही त म भन्दैछु। अहिले पनि हामी त्यही छ नि, जो अङ्ग्रेजी पढ्न सकेन ऊ गयो मेडिकल तपाईँको इन्जिनियर पढ्न पाएन। त्यस्तो पनि सबै कोही ठाउँमा मोनोलिङ्गुअल थियो। तपाईँले भनेको त्यही हो, नेपालको चाहिँ पहाडहरूमा मोनोलिङ्गुअल थियो होला। तर स्कुलहरू स्थापना हुँदाखेरि चाहिँ सबै गाउँ अब थाहा छैन, मेरो गाउँ चाहिँ मोनोलिङ्गुअल थिएन। अनि भए पनि नभए पनि तपाईँको त्यो भाषा तपाईँको ल्याङ्ग्वेज अफ कम्युनिकेसन त कुनै एउटै थियो। हो, त्यो बनाइएको हो। त्यो सुख छैन नबनाइकन पनि। मेरो भनाइ त्यो हो, कुनै न कुनै माध्यम चाहियो क्या, तपाईँ साइन्स पनि चाहियो। मलाई त्यही लाग्दैन होइन, व्यवस्थापन गर्नुपर्छ। भयङ्कर कम्प्लेक्स लाग्छ होइन। यसै नर्वेमा तपाईँको सामी तपाईँ जे बोले पनि दे हेभ सेम अल्फाबेट्स, सेम लेटर्स। अल्फाबेट पछिको कुरा हो क्या अमरजी। पहिलो कुरा भनेको त भाषा भनेको त ओरल हो नि त। ओरल मैले बुझेँ ट्रेडिसन्सबाट भाषाको सुरुवात हुन्छ। हजुरको के लेख्नुहुन्छ के बुझ्नुहुन्छ हेर्दाखेरि पनि थाहा हुन्छ नि। भाषा भनेको मटेरियल पनि त हो नि। मटेरियल हो। तपाईँलाई भनौँ, मैले नेपाली भाषा देवनागरी स्क्रिप्टमा नलेखिकन नर्वेजियन ल्याटिन स्क्रिप्टमै लेखे पनि त हुन्छ, हुन्न र? हुन्छ। हो, अरबी भाषा ल्याटिन स्क्रिप्टमा पनि लेख्न मिल्छ। त्यो भएर लेखनको कारणले भाषिक विविधता म्यानेजमेन्ट गर्न समस्या भएको होइन। हामीलो त्यो एक मनावादी सोचले मात्रै त्यो व्यवस्थापन गर्न। तपाईँले भनेको यो अहिलेको पोलिटिकल एजेन्डा हो होइन, मैले बुझाइमा होइन एक मन। किनभने लिङ्ग्विस्टिक तपाईँको डाइभर्सिटी हामीको यति ह्युज छ कि हामीले त्यसले पुरै अन्डरमाइन गरेको देखिन्छ। किनभने अहिले भने तपाईँ 100वटा भन्दा बढी ल्याङ्ग्वेज बोल्ने मान्छेहरू भाषिक कम्युनिटी छ। कसरी सक्नुहुन्छ एउटै क्लासमा 100 एउटा क्याम्पसमा त्यो 100जना बाँधेर सक्नुहुन्छ कि? दिस इज इम्पोसिबल हो। मेरो भनाइ आफ्नो बुझाइ चाहिँ त्यो है। फेरि होइन, तपाईँको बुझाइ त्यो, मेरो भनाइ सकिन्छ भन्ने हो। व्यवस्थापन गर्न पर्छ होइन, व्यवस्थापन गर्न डेफिनेटली पर्छ, तर त्यो गाह्रो कुरा होइन। किन गाह्रो कुरा होइन भन्दाखेरि भाषा भनेको सँगसँगै बस्दा अरूको कुरा सुन्दा कतिपय कुराहरू चाहिँ तपाईँले भन्नु नि टिभी हेर्दा भने त्यो रिसोर्सकै कुरा है नि। मैले भनेको तपाईँको त्यो भाषामा उनीहरूसँग त्यो क्यापेबिलिटी छ कि छैन, आफ्नो टिभी खोल्न सक्ने, आफ्नो स्क्रिप्ट पाउन सक्ने, त्यही भन्न खोजेको कुरो हो। त्यो भयो त आइडियल भएको। तपाईँले भने जस्तो सबैको आफ्नो भाषामा बोल्न सक्ने, त्यही डिफ्युजन हुने, आफ्नो भाषामा सबै रिसोर्स। तपाईँको ओरल मात्र भएर तपाईँको ओरल भयो तर रिटन भएन भने हामी सेकेन्ड ल्याङ्ग्वेज लर्नलाई त त्यो रिटनमै चाहिन्छ नि। त्यो स्क्रिप्ट चाहिँ तपाईँले मैले भने नि स्क्रिप्ट एक्सेसिबल बनाउनु पर्छ होइन। एउटा कुरो स्क्रिप्टलाई, रिटन स्क्रिप्ट जुन छ लिट्रेसी स्क्रिप्टलाई एक्सेसिबल बनाउनु पर्छ। तर मैले भन्न खोजेको के भने, ल मानौँ नेपालमा देवनागरी स्क्रिप्ट नै अफिसियल स्क्रिप्ट हो, त्यसलाई सबैले कायम गर्न पनि त मिल्छ। एउटा नेवार चाहिँ मान्छेले अरूसँगको सँगै बस्दाखेरि अरूलाई बुझाउनको लागि उसले नेवारी भाषा देवनागरी स्क्रिप्टमा लेखे पनि त बुझाउन सक्छ होइन। त्यो फर द सेक अफ अन्डरस्ट्यान्डिङ लागि सक्ने भयो, तर उसको त्यो त सिस्टम त होइन नि। तपाईँ सक्नुहुँदा चाहिँ अहिले हामी नेपाली पनि अङ्ग्रेजीकरण गरेर तपाईँको के अरे रोमनाइज गरेर सिक्यौँ नि होइन। भनेको ए आ हो। त्यो त एउटा तपाईँलाई बुझाउनलाई गरिएको कुरा हो नि त। भनेकै त्यो मैले चाहिँ यो सबै शिक्षा, हाम्रो जुन आधुनिक शिक्षा विद्यालय शिक्षाको व्यवस्था तपाईँले भनेको सिनारीको म कल्पना गर्छु कि 10जना विद्यार्थी क्लासमा 10 भाषा बोल्नेछन्। तपाईँ त्यो शिक्षकलाई नै हेर्नुहोस् एउटा होइन, यदि उसले 10वटा भाषाको सबैको त्यसरी बुझाउने हो भने होइन। एक अर्थमा के तपाईँले भनेको कुरा, तपाईँको कुरा मैले बुझेँ, तर हामीले फरक तरिकाले बुझ्यौँ के। मैले भन्न खोजेको के हो भन्दाखेरि, हो डोमिनेन्ट भाषा एउटा मेन्टेन गर्नै पर्छ, त्यसको एक्सेस दिनै पर्छ। जस्तो नेपालमा नेपाली भाषा डोमिनेन्ट भाषा हो, डोमिनेन्ट भाषा सबैले एक्सेस पाउनै पर्छ। मैले भन्न खोजेको के भने, डोमिनेन्ट नलेजलाई सबैको एक्सेसमा पुर्याइदिउँ न त।
त्यसको लागि त्यो गर्न तपाईँले चाहिँ नेवार बच्चालाई नेवार पढाउने, थारू बच्चालाई थारू भाषा पढाउने, गुरुङ बच्चालाई गुरुङ भाषा पढाउने भनेको होइन। त्यो उनीहरूको भाषा उनीहरूले आफूले मेन्टेन गर्ने हो भने आफ्नै तरिकाले म्यानेज गर्नुपर्छ। राज्यले अथवा चाहिँ एउटा स्कुल सिस्टमले 10वटा भाषालाई फरक फरक पढाउने व्यवस्था गर्न गाह्रै हुन्छ। इम्पोसिबल हुन्छ मेरो आफ्नो बुझाइ। हो, त्यो इम्पोसिबल हुन्छ, त्यो भनेको पनि होइन। मैले भन्नु खोजेको के मात्रै हो भन्दाखेरि त्यो भाषाहरू उनीहरूको त्यो भाषालाई रिस्पेक्ट गरेर त्यो भाषाको प्रयोग गरेर नेपालीमा पहुँच बढाइदिनुपर्छ भन्ने मेरो भनाइ। तपाईँले भनेको जस्तै नबुझेको चाहिँ हामी पढ्दाखेरि पनि हाम्रो अनुभव के छ भने ग्रुपमा पनि आफ्नो भाषा लोकलै भाषा प्रयोग हुन्छ। अहिले पनि हामी नेपाली भर्दाखेरि नेपाली नै प्रयोग गर्छौँ नि, यहाँ नदीमा पनि गर्छौँ होइन। त्यो त तपाईँको त्यो एज अ एक अर्थमा त्यो अटोमेटिकली हुने कुरा पनि हो क्या। नेवारी हामी त्यही काम गर्ने अपेक्षा नेवारी कर्मचारी साथीहरू हुन्थ्यो भने आफ्नो भाषा पनि कहिले हामी बुझेनौँ के बोल्छ भन्ने कम्प्लेन पनि गर्थ्यौँ नि होइन। त्यो त हुन्छ नै हो, त्यो हुन्छ। तर मैले भन्न खोजेको त्यो इन्फर्मलमा हुन्छ। यदि एडुकेसनमा सबैलाई एक्सेस ग्यारेन्टी गर्ने हो भने त्यो भाषाको पहुँच पनि बढाइदियो। तपाईँ एक्सेस कि नेपालीको एक्सेस भन्नुभयो कि कुनै अर्को डोमिनेन्ट भाषाको एक्सेसको लागि उनीहरूको चाहिँ जुन फ्यामिली भाषा छ, परिवारमा भएको भाषा छ, त्यसलाई स्कुलमा एक्सेस दिने क्या। जस्तो नेवारी भाषा जान्ने बच्चा छ होइन, नेवारी स्क्रिप्ट तपाईँ जान्नुहुन्न तर नर्वेजियन स्क्रिप्टमा तेरो भाषा लेख भन्नुभयो भने त्यसले एक्सेस दिएन। डोमिनेन्ट भाषासँग एक्सेस त दियो नि त। अनि तपाईँले त्यो भाषालाई पनि रिकग्नाइज गर्नुभयो। कतिपय कुरा त्यो भाषामा शब्दहरू हुन्छन् दे आर भेरी मच रिलेटेड टु लोकल नलेज, स्पेसिफिक कल्चरल नलेज होइन। अनि उसले त्यो वर्डलाई नर्वेजियनमा लेखिदियो भने इट बिकम्स अ सब्जेक्ट अफ डिस्कसन, इन्गेजमेन्ट। तपाईँ त्यही भन्नुभयो क्या। तपाईँले अब यो तपाईँको लिङ्ग्विस्टिक तपाईँको डिफ्रेन्सले गर्दा हुने कारण हो हामी डिकोलाइजेसनमै जोड्यौँ होइन एक अर्थमा। त्यो पनि एउटा पार्ट हो। तर त्यो थाहा छैन मलाई चाहिँ त्यो लाग्दैन होइन अहिलेसम्म। किनभने त्यो डिकोलाइजेसन हो कि लाग्दैन, किनभने त्यो जब एकदम डिभर्स लिङ्ग्विस्टिक कम्युनिटीका बच्चाहरू एक अर्थमा अथवा कम्युनिकेसन गर्दाखेरि के च्यालेन्ज आउँछ भन्ने हामीले पढेको त अब त्यहाँ कुनै न कुनै रूपमा उनीहरू एउटा कमन ल्याङ्ग्वेज डेभलप गर्छन् भन्ने हामीले पढेको हो होइन। कमन ल्याङ्ग्वेज नै त्यो उनीहरूको चाहिँ डिभर्स कम्युनिटी हुँदा केही न केही चाहियो क्या। अन्त सबैको भाषामा सबैले बोल्नु सक्दैनन् होइन। मैले त्यसरी होइन, डोमिनेन्ट ल्याङ्ग्वेज के हो भन्दाखेरि तपाईँ रिसर्चले के भन्छ भने तपाईँको एजुकेसन सिस्टम क्वालिटीको छ भने एकजना मान्छेले 3वटा ल्याङ्ग्वेज इक्वली इफिसियन्टली सिक्न सक्छ। त्यो आइडियल्ली भयो, सक्छ भन्ने भयो होइन। तर कतिले सक्छ भनेर कुरो भयो होइन। सक्छ, सबैले कतिको होम रिसोर्स हुन्छ, कतिको क्यापेबिलिटी हुन्छ, कति गाइडेन्स पाउँछ, स्कुलको इन्स्ट्रक्सनले मात्र कति सक्छ होइन। त्यो अर्को कुरो भयो क्या। त्यो कुरामा डिनाइ गर्न नसक्ने त 17-18 भाषा बोल्ने मान्छे अहिले पनि छन् भन्ने छ होइन। यी नर्वेजियनहरू पनि 4-5 भाषाहरू सबै म्यानेज गरेर बसिरहेको हुन्छ होइन। हामी पनि किन जाने भने 2-4वटा भाषाहरू बुझ्छौँ। त्यो सबै प्रक्रिया थियो किनभने एजुकेसन अनि लिट्रेसी डेभलपमेन्ट भनेको त भाषाभन्दा पछि भयो। कतिपय भाषाहरू हाम्रो नेपालमा अझै पनि लिट्रेसी नभएका भाषाहरू होइन, रिटन लिट्रेसी नै छैन। अनि उनीहरूको पहुँच कसरी दिने त भन्दाखेरि डोमिनेन्ट ल्याङ्ग्वेजको पहुँच दियो भएन। त्यो लिट्रेसी डेभलपमेन्ट भनेको त्यही हो। मैले कुनै न कुनै तपाईँको मिन्स अफ कम्युनिकेसन चाहियो, एउटा ल्याङ्ग्वेज अफ कम्युनिकेसन चाहियो भन्न खोजेँ मैले। त्यति मात्र हो होइन। तपाईँले भनेको सही हो, तर मलाई के लाग्दैन भन्दाखेरि कम्युनिकेसन्स गर्नको लागि टु बी एबल टु कम्युनिकेट यु डोन्ट नेसेसरीली निड टु स्पिक द सेम ल्याङ्ग्वेज होइन। फर द सेक अफ कम्युनिकेसन हो भने अर्को कुरो भयो क्या। दिस इज नट ओन्ली कम्युनिकेसन, दिस इज द तपाईँको इस्यु अफ तपाईँ नलेज अक्वायरिङ लर्निङ। नलेज पनि त हो नि, बुझेँ नलेज पनि हो तर मिन्स अफ नलेज अक्वायरिङ पनि भयो त्यो होइन। मिडियामा पनि इन्स्ट्रक्टर नलेज अक्वायरिङ पनि भयो, डिसिमिनेसन त्यो ठुलो कुरो भयो होइन। कम्युनिकेसन त फर द सेक अफ कम्युनिकेसन बुझिन भने जराउन गयो भने हामी बुझ्दैन त दे भन्न सकिँदैन। त्यो त अर्कै तरिका त्यो होइन। कुरो इन्ट्रेस्टिङ भयो। तर वी वे गोइङ टु डिकोलोनाइजेसन अगेन, वी एन्टर्ड इट, दे आर अल रिलेटेड होइन। तर कोर अफ डिकोलोनाइजेसन मेरो विचार मैले तपाईँलाई भन्न खोजेको डिकोलोनाइज के छ भने पहिलो कुरो आफ्नो इन्फ्रास्ट्रक्चर हुनु पऱ्यो, रिसोर्सहरू आफ्नो बिल्डअप हुनु पर्छ भनेको हो मैले भनेको होइन। मेरो आफ्नो बुझाइमा के छ भने मेन भनेको पहिले तपाईँसँग आफूसँग इन्फ्रास्ट्रक्चर हुनु, रिसोर्स हुनु पऱ्यो, स्ट्रक्चर हुनु पऱ्यो। अन्त नेपाल दोस्रो कुरो तपाईँको आफ्नो इकोनोमी हुनु पऱ्यो भनेको आफू सस्टेनेबिलिटीको कुरा आयो होइन। त्यो सबै कुरा छ। नत्र भने तपाईँको खालि यो के अरे खालि मन्थन मात्र हो क्या। यदि तपाईँको रिसोर्सहरू छैन भने डिकोलोनाइज खालि नेपालमा के तपाईँको के डिकोलोनाइज भएको
देखिन्छ त। म त मेरो विचारमा तपाईले भनेको सही हो। इन्टेन्सिभ रूपमा तपाईँको वाइल्ड फायर जस्तो घर घरमा तपाईँको टोल टोलमा तपाईँको अङ्ग्रेजीकरण बढेको देखिन्छ होइन। त्यो सबै किन भएको भन्दाखेरि मैले तपाईँलाई किन भएको भने तपाईँको यु हेभ द बेटर अपर्च्युनिटी टु गो अब्रोड। तपाईँको अरू भन्दा त अङ्ग्रेजी पढे मान्छे चाहिँ पैसा बढीको हुने चान्स बढी छ, कम्युनिकेसन सजिलो छ। त्यसको कारणै भने इकोनोमी छ। होइन यो सबै भनिरहँदाखेरि डिकोलोनियल पर्सपेक्टिभले विदेश नजाऊ पनि भन्दैन, बुझ्नु भएन? विदेश नजाऊ, तैँले आफूले चाहिँ अङ्ग्रेजी नसिक, तैँले नेपाली नसिक। उदाहरणको लागि नेपालमा अङ्ग्रेजी नसिक अथवा नेपाली नसिक अथवा विदेश नजा भनेर भन्दैन। मिसिङ छ क्या। जब तपाईँको लोकल रूपमा तपाईँको आफ्नो कला संस्कृति बुझ्ने भाषा नै तपाईँको फ्रड ढङ्गले इम्पोज गर्नुहुन्छ भने त त्यहीबाट सुरु भयो नि तपाईँको। होइन त्यही त नि, मैले भनेकै कुरो त्यही हो नि। तपाईँले भने इन्फ्रास्ट्रक्चरको कुरो, रिसोर्सको कुरो यताबाट छैन, त्यो पनि छैन, कसरी गर्न सकिन्छ? अहिले तपाईँको देशभरि कुनै न कुनै ठाउँमा तपाईँको विदेशी ल्याङ्ग्वेज इन्स्ट्रक्सनका इन्स्टिट्युटहरू खोला, उनीहरूको मोटिभ के त? एब्सोल्युटली फाइन नो, तर उनीहरूले इम्पोज गर्ने, उनीहरूले रेकमेन्ड गर्ने बुक, त्यसको पछाडिको इन्ट्रेस्ट, तपाईँको एम्बेसिजहरूको इन्ट्रेस्ट भने के हुन्छ? कोलोनाइजेसन नै हो। आफ्नो आइडिया इम्पोज गर्ने, आफ्नो पक्षमा राख्ने नेसनल इन्स्टिट्युटहरूलाई। अनि तपाईँ यो कमिङ टु द पोइन्ट, द्याट इज मैले भने त्यही भएको कारणले नै हामीले डिकोलोनियल पर्सपेक्टिभ अगाडि लिनुपर्छ। त्यसको लागि चाहिँ लोकल लेभल अवेरनेस रेजिङ चाहिन्छ भन्न खोजेको हो। द्याट इज ह्यापनिङ, द्याट्स वाइ द्याट हेज टु बी काउन्टर्ड, द्याट हेज टु बी काउन्टर्ड, नट इन आइडियोलोजिकल वे। पावरमा फेरि तिनीहरू चाहिँ पत्रिकामा लेखेर भाषण गरेर तिनीहरूको विरोध गरेर मात्रै चाहिँ डिकोलोनियल भइँदैन। विरोध होइन, तपाईँको के छ भने तपाईँको डिकोलोनाइज भनेको के, प्रक्रिया के, तर हाम्रो के, म त रिकोलोनाइजै देख्छु क्या। डिकोलोनाइज भन्दा होइन, इट इज रिकोलोनाइजेसन। म त डिकोलोनाइज कहीँ पनि भएको देखिँदैन, बरु कोलोनाइजेसनको तपाईँको इन्टेन्सिटी बढेको, त्यसको तपाईँको डाइभर्सिफाइड भएको होइन। जस्तै नेपालकै नेल्टाको कुरा गर्नु, सबैमा ठुलो अर्गनाइजेसन हो होइन। सबै मैले मेरो त्यत्रो लाइफ मेम्बरहरू छ, तर उसले आफ्नो इकोनोमी आफूले एउटा कन्फरेन्स अर्गनाइजेसन इकोनोमिक केपेबिलिटी डेभलप गर्न सकेको छैन। तर उसले कहाँ जानुपर्छ अनि मलाई भनिदिनुहोस् है, उनीहरू अब ब्रिटिस एम्बेसी, अमेरिकन एम्बेसी, इन्डियन एम्बेसी पुगेर रिसर्च एकोमोडेट गर्नुहुन्छ होइन। स्पोन्सर हेज मेरो भनाइ मात्रै त्यो हो। तपाईँको कुरो त्यही हो, युआर गोइङ इन द मिडल क्या, मध्यम लेभलमा जानुपर्छ, म रुटमा जानुपर्छ, बटममा जानुपर्छ भनिरहेको छु। नेल्टा भनेको एउटा अर्गनाइजेसन हो, त्यो त मिडलमा छ नि त। त्यसले त उसले त पावर स्ट्रक्चरहरूसँग कनेक्सन हुन्छ। तपाईँको लोकल र छुट्याउनु भयो क्या त्यो, किनभने मैले चाहिँ कनेक्ट हो क्या। लोकल त के छ, लोकलसँग न अवेरनेस छ, त्यही अवेरनेस चाहियो। आफ्नो तपाईँको डेली रुटिन्सहरू छ, तपाईँको रिचुअल्सहरू छ, त्योसँगै स्ट्रगलमा छ क्या लोकल भनेको। होइन, त्यो स्ट्रगल भनेको अवेरनेस रेज गर्नलाई, एक्सन लिनलाई लोकल लेभलले ठुलो बल पुग्छ। त्यो भएको हुनाले तपाईँ स्टेटले गर्न सक्दैन, एउटा अर्गनाइजेसन हायर अर्डरको अर्गनाइजेसनले गर्न सक्दैन। हामी लोकल ग्रास रुटलाई गर्न सक्नु। काठमाडौँकै कुरा गर्नुहोस्, अहिले बालेन आएपछि काठमाडौँमा राम्रो भाषा भन्छ नि, दिस इज नट अ लोकल, दिस इज जयगार्थमा भने माथि सुपर स्ट्रक्चरबाट इम्पोज गरेँ। मैले त्यो पनि भनेको छैन नि त, मैले लोकल भनेको छैन। ऊ लोकल मान्छेको कुरा गरेँ होइन, एउटा लेयर चाहिँ तल्लो तहको हो डेफिनेटली। हायरर्की, किनभने हायरर्की भनेको त मल्टी लेयर्ड छ नि त होइन। डेफिनेटली ऊ टप लेयर हायरर्कीमा छैन, समवेयर इन द मिडल छ होइन, क्लोजर टु द लोकल होला। यो डिफिकल्ट कुरा पर्यो होइन, फेरि यो डिकोलोनाइजेसन कोलोनाइजेसनको होइन, यसलाई मैले चाहिँ के लाग्छ भने यो चाहिँ डिकोलोनाइजेसन भन्दा नि फर्म जब कोलोनाइजेसनको चाहिँ चेन्ज भएको अथवा एक्सप्यान्ड भएको, डाइभर्सिफाई भएको त्यो भएको छ होइन। त्यसमा मैले डिसएग्री गरिनँ। मैले तपाईँसँग भन्न के मात्रै खोजेको भन्दा डिकोलोनियल पर्सपेक्टिभको कुरा गर्दाखेरि हामी त्यही कुरालाई नोट गरिरहेछौँ नि त। डिकोलोनियलाइजेसनको नाममा रिकोलोनाइजेसन हुन भएन। द्याट हेज टु स्टार्ट। त्यसको मेन बेसिस भनेको डिकोलोनियल पर्सपेक्टिभले स्थानीय त लोकल लेभललाई चाहिँ फ्री गर्छ क्या। त्यो कोलोनियल माइन्डसेट जुन छ, जुन कुरा त्यो स्थानीय लोकल बटमको मान्छेले जुन कुरा एकदम राम्रो हो, दिस इज बेस्ट, आई हेभ टु डु इट भन्ने सोचेको छ,
त्यसलाई चाहिँ चेन्ज गर्न पर्छ। तपाईँले भने कुरो नबुझ्यो होइन कि मैले तपाईँले एउटा एस्पेक्ट हेर्नुभयो, एउटा फर्म हेर्नुभयो। मलाई चाहिँ के लाग्छ भने तपाईँ पुच्छ हेर्नुभयो, हात्ती हेर्नुभयो भने मात्र त्यो पुच्छर हो होइन। किनभने पुच्छ भन्दा हात्ती त माथि छ नि, हात्ती हिँड्ने उसको टाउको अर्को छ, उसलाई डिजाइन गर्ने अर्को छ, बनाउने अर्को छ, त्यहाँ पछाडिको बनाएको इन्ट्रेस्ट त्यो हात्तीको कलरको छान्नुको पछाडिको इन्ट्रेस्ट अर्को छ। त्यो हो क्या, त्यो धेरै डिप छ भनाइ हो कि मेरो चाहिँ। डिप छ होइन। डिकोलोनियल पर्सपेक्टिभले त्यसरी हेर्छ, इट सिज इन्डिभिजुअल एज ए अवेर एन्ड एक्टिभ डिसिजन टेकर होइन। ऊ अवेर छ, ऊ एक्टिभ छ, उसले एक्टिभ रूपमा चाहिँ अवेर डिसिजन लिन सक्छ भन्ने चाहिँ मान्यता हो। अब त्यो नभएसम्म डिकोलोनियल चाहिँ मुभमेन्टले चाहिँ गति लिन सक्दैन। वी जस्ट कन्टिन्यू टु इन्गेज इन डिबेट होइन। त्यो तपाईँले मैले नर्वेको कन्टेक्स्टमा बुझेको के छ भने जस्तै यिनीहरूले एउटा मेन भनेको यिनीहरूको शिक्षाको क्षेत्रको डिकोलोनाइजेसनको एस्पेक्ट भनेको यिनीहरूले के हेर्छ भने आफ्नो भाषामा पढाउन सक्ने, आफ्नो भाषामा रिसर्च प्रड्युस गर्न सक्ने होइन। त्यो सबै, किनभने तपाईँसँग पहिलो कुरा त तपाईँको रिसर्च हुनु पऱ्यो नि त। रिसर्च हुनु तर भने तपाईँ पढ्नु सोच्नुहुन्छ एउटा, पढ्नुहुन्छ अर्को, त्यसले पनि एउटा खालको तपाईँको कन्फ्लिक्टै क्रिएट गर्छ क्या जहिले पनि होइन, पढ्दाखेरि बुझ्दाखेरि नै होइन। डिकोलोनियल अब अहिले पनि यहाँको मेडिकल साइन्सेसहरूको बुकहरू यिनीहरूको अझै त्यो प्रक्रिया मैले पढिरहेको थिएँ। हामी त्यो प्रक्रियामै छौँ। अब सफिसियन्ट रिसोर्सेस किन रिसर्च फिल गरिरहेको छ भने रिसोर्स नभएसम्म तपाईँ के गर्न सकौँ भन्दा नि। मैले त्यही पर्सपेक्टिभको स्टडी गर्दैछु, यही गर्दैछु। तपाईँले नर्वेजियन भनेर जुन भन्नुहुन्छ नि, नर्वेजियन पनि देयर इज कोलोनाइजेसन भनेको सधैँ कन्टिन्यू, तपाईँ चाहिँ कन्टिन्युसली चेन्ज गर्नु भएन, एडाप्ट गर्नु भएन भने न्यू फोर्सेसहरू आइरहेछ नि त। नर्वे भनेको आजभन्दा 20 वर्ष अगाडिको भनौँ न मोनोलिङ्गुअल कम्युनिटी होइन नि त। नाउ यु हेभ लाइक 16, almost 20% population in Norway is immigrant. And those immigrants bring over 150 different languages. They bring their own culture, right? And how do you address to those languages and culture? language आफ्नो रिक्वायरमेन्ट छ नि त। जसलाई यिनीहरूले एउटा बेटर टर्ममा इन्टिग्रेसन भनिरहेको छ होइन। यिनीहरूको आफ्नो प्रोसेस छ, दे कल इट इन्टिग्रेसन। तर हामी कहाँ त्यही भन्ने भने त्यसलाई नेगेटिभमा बुझ्छ, इम्पोजिसन भन्ने बुझ्ने होला होइन। हामी चाहिँ त्यो कम्फर्टेबल इन्टिग्रेसन प्रोसेस मस्ट नो भन्छ। तर हामी कहाँ त्यो भयो भने दिस इम्पोजिसन, सप्रेसन, रिप्रेसन भन्ने नेगेटिभ टर्महरू बुझेको छ। अनि त्यो त तपाईँको कि त प्रोसेस चाहिँ जति डाइभर्सिफाई भयो तपाईँ त मो कम्प्लेक्सिस, मो च्यालेन्जहरू आउँछ नै। तर जति तपाईँको एक खालको यसलाई होमोजिनाइज गर्न सक्नु, त्यसलाई एक खालको त्यो बुझ्न, सहिलो गर्न, कन्ट्रोल गर्न, त्यो मान्छेको अर्को जुन फोर्सेसहरूलाई हुन्छ नि, त्यो बिगर फोर्सेसलाई सहिलो हुन्छ नि होइन। त्यो प्रक्रिया त छ नि, होइन। त्यो डाइभर्सिटिजहरूलाई बुझेर त्यसलाई चाहिँ इम्ब्रेस गरेर नेसन स्टेट अझ स्ट्रङ हुन्छ भन्ने मान्यता चाहिँ कायम के छ भने हामी कहाँ मेरो आफ्नो बुझाइ चाहिँ के छ भने हामी कहाँ जति डाइभर्सिटी छ नि त्यो रिसोर्स हो। त्यसलाई चाहिँ रिसोर्स, तर त्यो रिसोर्स नै हामी कहाँ बुझ्ने, हामी कसरी कनेक्टेड, डिसकनेक्टेड। एक्ज्याक्टली मैले खोजेको त्यो मात्र हो। तर हामी कहाँ जुन डिकोलोनाइज पर्सपेक्टिभलाई छ भने ब्लेमिङ, तपाईँको भिलिफाई गर्ने, त्यो खत्तम हो। त्यसले गर्दा हामी यस्तो भन्ने, त्यो त हिस्टोरिकल फ्याक्ट त जे भयो सक्दैन। तर अहिले हामी के गर्दैछौँ भन्ने कुरा मेन कुरो हो मैले भन्न खोजेको हो। ऐतिहासिक रूपमा वी कम्पिटेड हैन, वी डिड इट। हिस्ट्री त कहाँको क्लिन छ। अहिले पनि तपाईँको हामी गाँजामा त्यत्रो लाखौँ मान्छेहरू बम हानेर हस्पिटल स्कुल उडाइरहेको छौँ। हामी त हेरेर त्यो ठिकै हो बेठिकै हो भन्ने पनि डिबेट गरेर बसिरहेको छौँ नि हैन। त्यो सबै कुरा एकदम हैन। अहिलेको यो 21st सेन्चुरीमा जबकि हामी मोर सिभिलाइज भनेर भन्ने उदेखि इतिहासको उदेखि जङ्गली पारामा जहाँ तपाईँको जसको पाखुरा छ, उसको शक्ति छ, उसको जग्गा छ, जमिन छ भन्ने जग्गामा के भयो, तपाईँको के भयो होला सोच्नै सक्नुहुन्न नि होइन। हैन। त्यो कनेक्सन्सहरू छ, सबै कनेक्सन्स। तर हामी कहाँ त्यो कनेक्सन के हो, रिसोर्स के हो, इथ्नो नलेजको कुराहरू छ नि, त्यो के छ, स्ट्रेङ्थहरू के छ, हामी कहाँनिर चुकिरहेको छौँ, कहाँनिर हामी कनेक्टेड छौँ होइन। त डेफिनेटली होला नि, हामी त्यो एउटै जियोग्राफीमा भएको त्यो कुनै न रूपमा हामी कनेक्टेड छौँ क्या। तर हामी यहाँ त्यो कनेक्सन खोज्नु भन्दा पनि भएको कनेक्सन बरु डिस्ट्रोय गर्ने होइन, त्यसमा त्यो कनेक्टिङ हुन नदिने जुन अहिलेको जुन प्रक्रिया छ नि हो। कसले गर्यो त नि? त्यो भनेको हु आर फन्डिङ दोज पिपल हो। मैले पर्सपेक्टिभ भनेको त्यही छ। त्यसलाई चाहिँ फाइट गर्नलाई तपाईँ हाम्रो चाहिँ
अप्पर लेभलको फाइटिङ हुँदैन क्या मैले वी आर नट फाइटिङ वी आर एक्सेप्टिङ दोज फोर्सेस जो जसलाई अप्पर लेभलमा इम्पोज गरेर भने त फाइट लेभलमा के गर्नुहुन्छ तपाईँको टाउको समातेको छ तपाईँको खुट्टा फटफटाएर के गर्न सक्नुहुन्न त्यो होइन तपाईँ सबै सक्नुहुन्न होइन धेरै खुट्टा फटफट भने तपाईँ टाउको समात्नेको हात फुत्केलाउने कुरो हो होइन सबै सक्नुहुन्न तर के राज्यले पनि लोकल लेभलले पनि के बुझ्नुपर्छ भन्दाखेरि different views, different cultures, different languages are not competing for power. We together, there is a lot in common. We can learn from each other. We can enrich each other. हैन एकले अर्कोलाई enrich गर्छ एक अर्कोबाट हामीले लिन सक्ने सिक्ने धेरै कुराहरू छन् and we can live mutually together भन्यो भने मात्र त्यो चाहिँ अगाडि बढ्छ त्यही भनेको तपाईँ मैले भन्न खोजेको त्यही हो तपाईको तर त्यसको लागि स्ट्रक्चर्स अब रिसर्चको कुरा आयो नि त इन्फ्रास्ट्रक्चर कुरा यिनीहरू आएको हो क्या त्यसको लागि के त कसरी गर्ने त्यसैको अर्थ भएन होइन त्यसको लागि त्यो कनेक्टिभ हुने इन्भाइरोमेन्ट चाहियो मान्छेले त्यो कनेक्टिभ हुने रिसोर्सहरू चाहियो फन्डिङ चाहियो रिसर्च गर्नु पर्यो आई डोन्ट थिङ्क सो तपाईँले भनेको रिसर्च गर्न फन्डिङ चाहियो आइडियल कुरा हो तर किनभने त्यसलाई मलाई के लाग्छ भने तपाईँ यो डिकोलोनियल पर्सपेक्टिभमा अघि बढ्नलाई चौतारीमा बसेर पढे पनि हुन्छ क्या क्लासरुममा जानु पर्दैन फर द सेक अफ पढ्नुलाई पढ्यो क्या तपाईँको म आफै त म पढाउनलाई बुझाउन तर के छ भने तपाईँ आफ्नो ठाउँमा चेन्ज हुन्छ कि हुँदैन भन्ने कुरा मात्र हो हामीले त हामीले चेन्ज गर्न सक्ने नसक्ने अर्को कुरा छ होइन तर हामी त्यो गर्छौँ कि गर्दैनौँ होइन त्यसको लागि हामीले त्यो विकासे भ्रम जुन छ नि जसलाई हामीले विकास भन्छौँ नि त्यो भ्रमलाई चिर्नुपर्छ हिजो मैले एउटा न्युज पढ्दै थिएँ एकजना चाहिँ मान्छेले के भन्यो भने विकास भएको छ यहाँ तर सबै चाहिँ अव्यवस्थित भयो भने अनि अव्यवस्थित भएको कुरा कसरी विकास हुन्छ होइन भन्दा हामीले विकासलाई कसरी बुझ्छौँ भन्दाखेरि दुई चारवटा कङ्क्रिटका स्ट्रक्चरहरू बन्यो बाटो बन्यो एयरपोर्ट बन्यो विकास भयो द्याट इज नट विकास त्यो नेचुरलमा हुने प्रक्रिया हो लाग्छ मलाई अब त्यो भएको हुनाले चाहिँ डिकोलोनियल पर्सपेक्टिभ मेरो विचारमा इट इज नथिङ अबाउट क्रिएटिङ आइडियोलोजिज एन्ड काउन्टर आइडियोलोजिज इट्स अल अबाउट लर्निङ टु रिनेगोसिएट नयाँ तरिकाको आइडियोलोजी क्रिएट नगरिकन अवेर भएर र एकले अर्कालाई कसरी बेनिफिट गर्न सकिन्छ तपाईँले भनेको कुरो मैले नगरेको चाहिँ छैन पक्कै होइन तर के चाहिँ अवेरनेस क्रिएट गर्नेमा तपाईँसँग रिसर्च कसरी अवेरनेस तपाईँको दिमागबाट आउने त होइन नि तपाईँको टेलिभिजनले त्यो कुरा दिनु पर्यो तपाईँको रेडियोले त्यो कुरा फुक्नु पर्यो त्यो बनाउने को हो त्यो पोलिसी गर्ने को हो त्यो प्रोग्राम्सबाट छुटाउने को हो त्यो रिसर्चहरू लेख्ने मान्छेको त्यो त्यही भनेको क्या त्यो तपाईँको आउनु पर्यो तपाईँको पत्र पत्रिका पढ्नु पाउनु पर्यो त्यो कुराहरू तपाईँको मिडियामा कसले लगानी गराएको छ अहिलेको तपाईँको युसेडको कुराहरू अब दुनियाँदारी अहिले आइरहेको छ नि ट्रम्पले यो सबै मेरो विचारमा कसरी सम्भव छ भने तपाईँको भनौँ न एक अर्थमा यो कसरी सम्भव छ भने लोकल लेभलमै बसेर काम गर्ने स्कुलमा काम गर्ने तपाईँको गाउँको प्राविको टिचर जो गाउँमै बस्छ त्यही पढाउँछ उसको कम्युनिटी पनि त्यही हो उसले काम पनि त्यही गर्छ द्याट पर्सन कुड बी अ गुड पर्सन तर त्यस्ता मान्छेहरूलाई पनि इन्टरनेसनल उसहरूले रिकोलोनाइजेसनका फोर्सहरूले युज गरिरहेका छन् क्या अब तिनीहरूलाई कसरी यो चाहिँ पोजिटिभ तरिकाले युज गर्ने भन्ने च्यालेन्ज चाहिँ छ त्यही भनेको हो नि त तपाईँसँग मैले रिसर्चको कुरा त्यही हो नि तपाईँसँग छैन हो बोल्यो भरे त एक्लो भइन्छ किनभने केही पनि तपाईँ न प्रोटेक्सन छ न रिसोर्स छ न कसैसँग हुन्छ अब तिनीहरूलाई क्लेम गर्न सिकाउनु पर्छ किन कहाँ रिसोर्स भएको अथवा कहीँ पावर भएको कुरा लाग्नु पर्यो होइन आज अमरजी आज हामीले यो विषय चाहिँ उठायौँ धेरै विषयहरू धेरै इस्युजहरू चाहिँ एकसँग सम्बन्धित विषयहरूमा गयौँ तर एउटा केन्द्र समातेर कुनै एउटा चाहिँ एउटा विषयलाई अलिकति चाहिँ साङ्गोपाङ्गो लगाउने चाहिँ काम गर्नुपर्छ अब आजको चाहिँ पहिलो बसाइ हामीले यो इस्युलाई उठायौँ र धेरै केन्द्रहरू त्यहाँबाट निस्किए र आउनु बसाइमा चाहिँ एउटा केन्द्रलाई मात्रै समातेर अलिकति गहन छलफल गर्दा उपयुक्त हुन्छ होला अनि अब यो कहिले नटोक्ने विषय हो होइन अब जति तपाईँको बुझ्यो कति जति बुझ्यो अब खै बुझे जस्तो लाग्दैन नबुझे लाग्दैन होइन तपाईँ कहिले काहीँ कुरा गर्दाखेरि तर अब झन् कम्प्लेक्स देखिन्छ होइन अब बाँकी कुरा हामी हाम्रो अर्को एपिसोडमा गरौँला होइन आजको लागि बसाइको लागि आजको इन्गेजिङ छलफल भयो त्यसको लागि धन्यवाद।